This podcast is for people who want to build success intentionally, whether that is in professional career, business, or in any ventures of life. My guest today is नारायण दाहाल. नारायण दाहाल क्यानाडाको अल्बर्टा प्रान्तमा चिनिएको नेपाली व्यवसायी नाम हो. उहाँ र उहाँको टिमको क्यानाडाको अल्बर्टा प्रान्तको क्यालगरी र एडमन्टन सहरमा गरी लगभग 4वटा सक्सेसफुल्ली चलिरहेका रेस्टुरेन्ट आउटलेटहरू छन्. र आज हामी हाउ टु बिल्ड अ सक्सेसफुल भेन्चर फ्रम भेरी स्क्रैच भन्ने प्रश्नलाई नारायण दाहाल अ सक्सेसफुल बिल्डरको माइन्डसेटलाई डिकोड गर्दै यो प्रश्नको उत्तर खोज्ने प्रयास गर्छौँ. अन्तिमसम्म बसेर हामीलाई साथ दिनुहोला र फिडब्याक दिनुहोला. हेलो नारायण दाई, वेलकम टु द पडकास्ट. थ्याङ्क यू पवन भाइ, थ्याङ्क यू. र आफ्नो यो एकदम व्यस्त समयको बावजुद पनि समय छुट्याएर हामीलाई समय दिने भएकोमा धन्यवाद. समय त भाइहरूले गर्दै गरेको कामलाई पनि त हामीले सपोर्ट गर्नुपर्ने हुन्छ होइन, हामीलाई सपोर्ट भइरहेको छ. थ्याङ्क यू दाई. अब हामी कुराको सुरु गर्दाखेरि चाहिँ अलिक पछाडि फर्क्यौँ. यो व्यवसाय गर्ने हुटुटी चाहिँ कहाँ? हजुर एउटा कुनै व्यवसाय घरानाबाट अथवा फ्यामिली ब्याकग्राउन्ड थियो? केही पनि होइन, एकदमै सामान्य, एकदमै खेती किसानी नै गर्ने परिवारबाटै हो. हजुर. अनि व्यवसाय गर्ने खालको चाहिँ खै अब बिचमा पढ्ने क्रममा काठमाडौँ आए पछाडि अलिअलि सुरु भएको चाहिँ त्यहाँदेखि छ. त्यही त, व्यवसाय गर्न चाहिँ जस्तै कि आफ्नो परिवारमा कसैले देखेर हुन्छ कि आफ्नो कुनै एउटा मेन्टरले गर्दा हुन्छ? किनभने युजल्ली मान्छेहरू व्यवसाय भनेको एउटा रिस्कफुल पनि हुन्छ अनि एउटा अनसर्टेन्टी हुन्छ र थाहा पनि हुँदैन. अनि यो व्यवसाय गर्नुपर्छ भन्नेको बिउ चाहिँ कहाँ बस्यो हजुरलाई? कसरी त्यो माइन्डसेटमा त्यो आइडिया आयो? यो के भयो भने एउटा एकदम यसमा चाहिँ डिफ्रेन्ट स्टोरी छ. म सानै थिएँ, लाइक 11-12मा पढ्ने बेलामा. त्यतिखेर हाम्रो पालामा चाहिँ आइए भनिन्थ्यो होइन, अहिले 11-12 भयो. त्यो टाइममा चाहिँ म काठमाडौँ घुम्नुको लागि आएको थिएँ. अनि मेरो मामाहरूको चाहिँ नाइट बस चल्थ्यो. अनि घुम्नु आएको आउँदाखेरि त्यहाँनिर चाहिँ त्यो नरिवलको एकदमै राम्रो व्यवसाय. थोरै रोक्यो, यो कुन इयरको कुरा हो लगभग? यो 94-95 को. ओके, 1995. 94-95मा हो. अनि त्यो नरिवलहरू चाहिँ अब हाम्रो गाउँमा त फाल्ने हो हामीले त, खाएर पनि सक्दैन थियो, बिक्ने पनि अलिअलि बिक्थ्यो, त्यति धेरै बिक्दैन थियो. अनि प्रत्येक घरहरूमा नरिवल हुन्छ. अनि म र एउटा साथी 2जना मिलेर चाहिँ मामाहरूको गाडी छँदैछ, छतमा राखेर लिएर जाने काठमाडौँ, अनि उहाँ लगेर होलसेलमा बेच्ने भनेर हामीले गाउँभरिको नरिवल अब क्रेडिटमै पाउने भयो नि त. हाम्रो इन्भेस्टमेन्ट 0. अनि प्रत्येक अब छिमेकीहरूकोमा गएर ल तिमीहरूको नरिवल सबै हामीलाई देऊ, हामी चाहिँ नि लिएर जान्छौँ अनि बेच्छौँ अनि ल्याएर पैसा दिन्छौँ. अनि त्यतिखेर सायद हामीले सुरु गर्दाखेरिमा 3 रुपियाँ 4 रुपियाँमा एउटा नरिवल किन्न पाउँथ्यो गाउँमा. अनि त्यो नरिवल चाहिँ हामीले काठमाडौँमा ल्याएर 12-13 रुपियाँमा बेच्न सक्थ्यौँ होलसेलमा. अनि मामाहरूलाई भन्यौँ, मामा यसरी चाहिँ हामी नरिवल लिएर जान्छौँ, यो ट्राई गर्नु पऱ्यो, हाम्रो पकेट खर्च पनि हुन्छ, अब कलेज सुरु गरेका छौँ, कलेजको लागि पनि पैसा हुन्छ भन्दाखेरि हुन्छ भन्नुभयो. अनि मामाहरूको गाडीमा लिएर आएर अनि बेच्यौँ हामीले. अनि एकपटकको बेच्यौँ, निकै राम्रै नाफा भयो, पैसा निकै भयो. अनि फेरि हामी घर गइसके पछाडि बुधबारे भन्ने चाहिँ हाम्रो ठाउँ हो झापामा. त्यहाँ एकजना आफ्नै दाजुको कपडा पसल थियो. अनि दाजुले के भन्यो, तिमीहरू काठमाडौँबाट यसरी सामान लिएर गएर पैसा लिएर आउँदैछौ, आउँदा कपडा लिएर आऊ, चाइनिज कपडा, त्यो थानको कपडा, स्कुल ड्रेसको लागि चाहिने कपडाहरू लिएर आऊ, अनि त्यो कपडा म राखिदिन्छु यहाँ भन्नुभयो. अनि फेरि हामी न्यु रोडको छेउमै गएर त्यहाँनिर एउटा कपडाहरू लिएर आयौँ आउँदाखेरि. अनि यसरी हामीले 3-4 पटक त्यो काम गऱ्यौँ, धेरै त गरेनौँ. अनि त्यति पछाडि फेरि कलेज सुरु भयो, अनि कलेजतिर लागियो. त्यहाँ अलिकति गरेको थियो, त्यस पछाडि चाहिँ व्यवसाय नै गर्नुपर्छ कि भन्ने खालको एउटा कतै चाहिँ थियो दिमागमा. अनि फेरि त व्यवसाय मेरो दिमागले छोडिसकेको थियो. म चाहिँ सरकारी जागिरतिर लाग्नु पर्ला कि कतै केही गर्नु पर्ला कि अरू साथीभाइहरूको देख्दा दाजुहरूको देख्दाखेरि त्यतातिर जानु पर्ला जस्तो चाहिँ भइरहेको थियो. अनि फेरि पछि आएर आइए मेचीमै सकेँ. अनि बिए पढ्नुको लागि काठमाडौँ आए पछाडि अनि फेरि त्यहाँ आए पछाडि चाहिँ फेरि अर्को व्यवसायमा लाग्नुपर्ने बाध्यता आएको थियो. अनि त्यहाँबाट फेरि सुरु भएको छ. भनेको कतै न कतै पहिल्यैदेखि थियो, सानैदेखि नै व्यापारै गर्नुपर्छ कि कतै केही गर्नुपर्छ कि भन्ने एक किसिमको चाहिँ थियो, एउटा कर्नरमा चाहिँ थियो. अर्कोतिर चाहिँ होइन, गभर्मेन्ट जब चाहिँ चाहिन्छ है भन्ने खालको पनि थियो.
भर्खर हुनुभयो काठमाडौँ आएर पनि फेरि एउटा व्यवसाय गर्ने गरेँ। वातावरण बन्यो भनेर गरेँ। त्यहाँ फेरि के गर्नुभयो? त्यहाँ पनि छ एउटा इन्ट्रेस्टिङ नै छ। उहुँ, काठमाडौँ आइयो अनि इन्टर जोइन गरेको थिएँ अनि त्यतिखेर जब खोज्ने अनि कमाउने अनि पढ्ने भन्ने नै थियो। घरबाट सपोर्ट हुन सक्ने खालको परिवार थिएन। उहुँ, अनि कमाउनु त पर्ने हुन्छ, अब के गर्ने त? जब खोजेँ, लगभग 9 महिना जति जब खोज्दा कतै पाएन, उहुँ, केही पनि काम पाएन। अनि कलेजहरू सुरु हुन थाल्यो। अनि त्यही बिचमा चाहिँ अरू साथीहरूले गर्दै गरेको कामलाई नै मैले कन्टिन्यू गर्ने गरी उहुँ, अनि एउटा कम्पनी खोलेँ। उहुँ, त्यो चाहिँ अब मेची कम्प्युटर सर्भिस भनेर। उहुँ, अब त्यो अहिले छ छैन मलाई केही थाहा छैन, रजिस्टर थिएन त्यतिखेर, गर्नु पनि पर्थेन खासै, त्यत्तिकै सुरु गर्दा हुन्थ्यो। स्ट्याम्प प्याड बनायो अनि त्यहाँदेखि आफ्नो एउटा इन्भोइस बनायो अनि त्यहाँदेखि बजारमा मार्केटिङ गऱ्यो। त्यो किसिमले सुरु हुने गरी कम्प्युटर पार्ट्सहरू सप्लाई गर्ने ओके, प्लस स्पेसल्ली चाहिँ रिफिलिङको थियो हाम्रो चाहिँ मेजर काम चाहिँ। अनि कम्प्युटर सर्भिसको पनि अरू सर्भिसहरू पनि हामी दिन्थ्यौँ। त्यसको लागि चाहिँ हामीसँग अरू टेक्निसियनहरू हुनुहुन्थ्यो जो चाहिँ हार्डवेयर सफ्टवेयर दुइटै गर्नुहुन्थ्यो। अनि उहाँहरूसँग लिङ्क गरेर हामी चाहिँ बिचमा बसेर कमिसन खान्थ्यौँ भनौँ न। यता कम्पनीहरूलाई कल गर्ने अथवा चाहिँ नि उनीहरूलाई गएर एप्रोच गर्ने, हामी काम गरिदिन्छौँ भनेर उनीहरूबाट काम लिने अनि यता टेक्निसियनहरूलाई चाहिँ अनि पठाइदिने काम गर्नुको लागि। अनि बिचमा बसेर हामी चाहिँ कमिसन खाने। अनि त्यो किसिमको काम गरेँ मैले लगभग 1.5 वर्ष, करिबन 2 वर्ष गरेँ होला त्यो काम। अनि ब्याचलरको 3rd इयर पढुन्जेलसम्म मैले त्यो काम गरिरहेको थिएँ। अनि अब 1995 मा भन्नुभयो भनेपछि अब 1998 99 तिर होला यो गर्दाखेरि। 99 मा सुरु गरेको थिएँ मैले यो काम अनि गर्न। त्यो बेला अब उता झापातिर कम्प्युटर देख्ने कुरा त भएन, पक्कै पनि थिएन। थियो कम्प्युटरहरू त थियो, कम्प्युटर क्लासेसहरू हुन थालेका थिए, कम्प्युटर सिक्न जाने भन्ने चाहिँ अलि सुरु भएको थियो। क्याफेहरू हाम्रै गाउँमा चाहिँ थिएन, तर बिर्ता मोडसम्म पुग्दा 7-8 किलोमिटरको दुरीमा त्यहाँ चाहिँ कम्प्युटर क्लासेसहरू चाहिँ सुरु भएको थियो। अनि त्यो पनि एकदमै लिमिटेड उहरू हुन्थे। एकदमै। त्यो बेलामा फेरि त्यो कम्प्युटरको सर्भिसिङ, प्रिन्टरको रिफिलिङतिर फेरि त्यो कसरी आयो? त्यो त्यही त केही नै थाहा थिएन। अनि मेरो साथी एकजना चाहिँ एउटा कम्पनीमा काम गर्नुहुन्थ्यो, मार्केटेल भन्ने थियो क्यारा पुतली सडकमा। त्यसमा काम गर्थ्यो उसले चाहिँ। अनि त्यसबाट उनीहरूले चाहिँ अफिसहरूमा जाने, यसरी जुन काम मैले गर्थेँ जानेर कामहरू ल्याउने गर्थे उनीहरूले। अनि त्यो गर्दाखेरि उसको बाइकमा चढेर म पनि सँगै जाने, सँगै आउने। उसँगै यतिकै काम हुन्थेन दिउँसो। अनि उसँगै जाने, सँगै आउने गर्दा गर्दै अनि त्यो साथी र म दुईजना भएर नै यो कन्सेप्ट निकाल्यौँ, आफ्नै कम्पनी खोलौँ अनि यहाँ आएको कामहरू कसरी गर्ने मैले तँलाई सिकाउँछु अनि तँ आफ्नो कम्पनीबाट त्यो काम गर भनेर उसले पनि मलाई सपोर्ट चाहिँ गरे हो त्यतिखेर। ऊ र म भएर दुईजना भएरै सुरु गरेका थियौँ। लगभग 2 वर्ष। लगभग 2 वर्ष 2 वर्ष गरेँ। भनेपछि एउटा बिजनेस भनौँ न, सानो इक्जाम्पल, एउटा बिजनेस सुरु गर्नलाई त्यस विषयको एक्सपर्ट भइराख्न चाहिँ पर्दैन। त्यस्तो चाहिँ थिएन रहेछ त्यो टाइममा चाहिँ है। अब अहिले आएर त्यसरी गर्न सकिएला नसकिएला, अब नेपालको परिस्थिति कस्तो छ के छ अहिले हामीलाई त्यति धेरै जानकार छैनौँ नि त। तर त्यो टाइममा चाहिँ सकिन्थ्यो। अब रजिस्टरै नगरिकन एउटा कम्पनीले राम्रै पैसा कमाएको थिएँ मैले त्यतिखेर। भनेको गर्न पाइन्थ्यो कि, कसैले रोक्दैन थियो, कसैले खोज्दैन थियो, रजिस्टर छ छैन, इन्भोइस बनाएर दिँदाखेरि पनि रजिस्टर नम्बरहरू के पान नम्बर केही पनि कसैले काहीँ सोधेन। सिधै चेक दिन्थ्यो अथवा चाहिँ नि क्यास दिन्थ्यो। त्यतिखेर क्यास नै बढी हुन्थ्यो अनि क्यास दिन्थ्यो। अनि ठुल्ठुलो कम्पनीहरूसँग चेक गर्दाखेरि चाहिँ हामी टेक्निसियनहरूको कम्पनी थियो, ठुलो कम्पनीहरू, उनीहरूको थ्रुबाट लिन्थ्यौँ पैसा चाहिँ। त्यसरी गरियो। त्यसपछि के गर्नुभयो? 2 वर्ष त्यो गरिसकेपछि? 2 वर्ष त्यो गर्दा गर्दै अब अघि नै मैले जोडेको कुरा चाहिँ के थियो भने सरकारी चाकरीतिर जानुपर्छ भन्ने चाहिँ थियो। 2-3 वटा लोकसेवाको इक्जामहरू दिइसकेको थिएँ मैले। इलाममा दिएको थिएँ, धनकुटामा दिएको थिएँ, काठमाडौँ आएर पनि एउटाको सुरुवात चाहिँ भएको थियो। हामीले इक्जामसम्म चाहिँ पुगेका थिएनौँ। फर्महरू फिलअप गरेर त्यतिखेर रोकिएको थियो, दूरसञ्चारको थियो, रोकिएको थियो, इक्जाम हुन सकेका थिएन। अनि त्यो बिचमा चाहिँ होइन, अब अरूमा सकिएन पनि, खुलेन पनि, अब यसो पुलिस बन्नुपर्छ भन्ने हिसाबले चाहिँ म पुलिसको लागि तयारी गर्दै थिएँ। इक्जामहरू पनि दिएँ, लास्टमा रिजल्ट आएन। अब त्यही हो, त्यहाँ नेपालको त्यतिखेरको टाइममा भनेको चाहिँ पैसा
पनि चाहिन्थ्यो जागिर खानलाई। त्यो नसक्दैखेरि भएन भनेर भन्न सक्ने स्थितिमा थिएँ म। अनि त्यहाँबाट त्यो रिजल्ट पनि आयो, त्यसमा नाम निस्केन भन्ने थाहा पाएपछि मैले ब्याक टु ब्याक यता दुबईको लागि प्रोसेस पनि सुरु गरेको थिएँ। नेपालमा हुन्न है, अब केही हुँदैन, मेरो त्यो टाइमको पढाइले यहाँ बसेर कम्पिट गर्नुलाई अलिक गाह्रो हुन्छ कि भन्ने मलाई लागिसकेको थियो। त्यो चाहिँ मैले आफूलाई चिनिसकेको थिएँ त्यो टाइममै, म केही गर्नुपर्छ कि व्यवसाय गर्छु कन्टिन्यू, यसैलाई गर्दै गरेको कामलाई ठुलो बनाउँछु कि चाहिँ बाहिर जान्छु। त्यतिखेर एकदमै धेरै साथीहरू पनि गइरहेको थियो। अनि दुबईमा अब एउटा मेन पावरमा काम गर्ने दाजुले चाहिँ दुबईमा एउटा राम्रो कम्पनीबाट आएको छ, जान्छौ त भाइ, तिमी जस्तै मान्छे चाहिन्छ भनेर भन्नुभयो। अनि कसरी म जस्तो मान्छे चाहिँ कसरी चाहिने भयो भनेर सोद्धाखेरिमा होइन अलि इङ्ग्लिस फाटाफुट्ट बोल्न जान्ने मान्छे चाहिन्छ है भन्नुभयो। अनि त्यो भएको कारणले म्याकडोनाल्ड्स, अब अहिले त म्याकडोनाल्ड्स यहाँ आउँदा त केही पनि होइन रहेछ, तर त्यो टाइममा चाहिँ सुन्दै नसुनेको नि त। अनि म्याकडोनाल्ड्समा जाने अरे धाराको कोक खान पाइन्छ अरे भन्ने खालको त्यो किसिमको सोचाइ थियो। अब हामीलाई त्यति पनि नलेज थिएन नि त नेपालमा त त्यो टाइममा, किनभने इभन काठमाडौँमा पनि एउटा मात्रै रेस्टुरेन्ट थियो जहाँ चाहिँ टच टावरबाट ड्रिङ्क सर्भ गरिन्थ्यो। त्यो पनि भर्खरै खुलेको थियो, हामी त्यहाँ पुग्दैन थियौँ, पुग्न सकेका थिएनौँ भनौँ न, सुन्या चाहिँ थियो। अनि त्यो खान पाइन्छ त्यहाँ भन्ने हिसाबले पनि अनि म्याकडोनाल्ड्सको बारेमा त्यस पछाडि थाहा पाएको हो। अनि त्यहाँ इन्टरभ्यू दिएर अनि दुबईतिर लागि 2001मा आएर दुबई आएँ म। 99बाट बिजनेस सुरु गरेर अहिले फर्केर हेर्दाखेरि नेपालमा त्यो 2 वर्ष त्यो कम्प्युटर सर्भिसिङ र प्रिन्टरको रिफिलिङको काम अनि त्यो के भन्छ कपडाको काम गर्दाखेरि अहिले फर्केर हेर्दाखेरि, अहिले तपाईँ यहाँ पुगेर फर्केर हेर्दाखेरि त्यहाँबाट आफूले त्यति बेलै के सिकेको जस्तो लाग्छ? केही स्किल्स त्यति बेला होइन यो कुरा चाहिँ मैले त्यति बेलै सिकेको रहेछु भन्ने कुरा रियलाइज हुन्छ अहिले? त्यतिखेर मैले के सिकेँ जस्तो मलाई लाग्छ भने बिजनेस गर्दाखेरि चाहिँ आफ्नो कस्टमरहरूलाई चाहिँ कसरी रिझाउनुपर्छ, हाउ टु मेक देम ह्याप्पी। होइन मैले सर्भिस दिने मात्रै, मैले प्रोडक्ट बेच्ने मात्रै होइन कि उनीहरूलाई पर्सनल्ली कसरी आफूतिर एट्याक गर्ने त्यो गर्नुपर्छ भन्ने चाहिँ लागेको थियो। किनभने हामीले नरिवलको सवालमा त गाउँको नरिवल ल्याएर मैले चाहिँ नि त्यहाँ बेचेको थिएँ, त्यसमा खासै ठुलो एफोर्ट थिएन। किनभने त्यो लिने डिलरहरू हामीले देखिसकेपछि डिलरमा लगेपछि सबै लिइदिन्थ्यो, उनीहरूले एकैचोटिमा लिन्थ्यो, धेरै एफोर्ट लगाउनु पर्थेन। तर कम्प्युटरको काम गर्दै गर्दा चाहिँ प्रत्येक अफिसमा हामी मार्केटिङ गर्न भनेर भिजिटिङ कार्ड बोकेर जान्थ्यौँ। अनि भिजिटिङ कार्ड बोकेर गएर म चाहिँ यस्तो मेची कम्प्युटर सर्भिसबाट आएको, यसरी हामी चाहिँ यो कामहरू गर्छौँ भनेर हामीले जे रटेको छ, सुरुमा त जानेको होइन नि त, रटेको हो नि त। अनि त्यो रटेको कुराहरू भनेर चाहिँ अनि काम लिन्थ्यौँ। अनि त्यो काम लिने क्रममा अब अरू पनि कम्पनीहरू खुल्नु थालेको थियो त्यतिखेर, धेरैले गर्थ्यो रहेछन्। अनि अब त्यो अफिसहरूमा त कति भिजिटिङ कार्डहरू आएको छ, कति कम्पनीहरूले चाहिँ नि मार्केटिङ गर्नु आएको छ, उनीहरूले पनि कसलाई दिने त भन्दा त अब हामीले तिनीहरू अरूको काम खोसेर लिनुपर्ने हुनसक्थ्यो, बोलेर हुन्छ, ढाँटेर हुन्छ, के गरेर हुन्छ, काम लिनुपर्ने हुन्थ्यो। र त्यतिखेर मान्छे रिझाउनुपर्छ है, खुसी बनाउनुपर्छ भन्ने कुरा चाहिँ त्यतिखेरै सिकेको थिएँ र आजसम्म पनि सायद म त्यो इम्प्लिमेन्ट गरि नै राखेको छु जस्तो लाग्छ। त्यसपछि 2001तिर दुबई लाग्नुभयो? 2001। अब दुबईमा के भयो त्यसपछि? दुबईमा त अब अहिले तत्कालैको नेपालमा भन्ने गरिन्छ नि, अब अस्ट्रेलिया जाने अथवा बाहिर जाने भनेको भाँडा मान्ने भनेर, त्यही नै गरियो सुरुमा। किनभने म्याकडोनाल्ड्समा आएको थिएँ म। अब म्याकडोनाल्ड्समा आउँदाखेरि भनेको हामीले केही पनि जानेको थिएनौँ नि त। हामीलाई अब पिओएसमा गएर अर्डर लिँदै गरेको मान्छेलाई हामीले कसरी अर्डर दिने मेनु हेरेर हामीलाई थाहा थिएन। अनि त्यही कुरो नै सुरुको सिकाइ त्यही नै भयो। सुरु दिनमै हामीलाई गएर चाहिँ नि रेस्टुरेन्टमा लग्यो अनि आफू अर्डर गरेर खाऊ भनियो। त्यहाँ पिओएसकोमा गएर अर्डर लिएर खानुपर्ने थियो। अनि त्यहीँबाट सिकाइ त्यो भयो। त्यहाँबाट अब हामीले धेरै कुराहरू यहाँ सिक्नुपर्छ, गर्नुपर्छ। अनि काम त हामीले केही पनि जानेको रहेन रहेछौँ, केही गर्नै थाहा थिएन। अनि अब म्याकडोनाल्ड्सको किचनमा हामीलाई लगियो सुरु नेक्स्ट डेमा ट्रेनिङ भनेर। इक्विपमेन्ट हेर्छौँ, हामीहरूले कहिले देखेको पनि छैन, त्यो न चलाएको छ न कहिले केही गरेको हो।
अनि प्रत्येक कुराहरू चाहिँ हामीलाई हात समातेर सिकाउने भन्ने हामीले त्यतिखेर चाहिँ एउटा भन्थ्यौँ नयाँ आएकोलाई चाहिँ हात समातेर सिकाउनुपर्छ है। हामी आफू ट्रेनर भइसकेपछि चाहिँ त्यो भन्थ्यौँ। अनि सुरुमा हामीलाई पनि त्यसरी नै सिकायो अरूले। प्रत्येक इक्विपमेन्टमा प्रत्येक स्टेपमा चाहिँ हामीलाई त्यतिखेर 3 दिनको ट्रेनिङ दिन्थ्यो एउटा इक्विपमेन्ट बराबर। 3 दिन लाग्थ्यो हामीलाई सिक्नलाई। हामीसँग केही नलेजै थिएन, केही नै जान्दैन थियौँ। अनि त्यही अघि भने जस्तै धाराको कोक खाने भन्ने हो नि त। अलिअलि इङ्ग्लिस आउँछ अनि धाराको कोक खाने भन्दै अनि त्यहाँ अब काम गर्न त गाह्रो भयो नि त। सुरुमा निकै टाइम लाग्यो हामीलाई सिक्नुलाई, लगभग 3 महिना टोटल अपरेसन सिक्नुलाई टाइम लागेको थियो। अनि त्यसमा पनि भाषिक प्रब्लम त भइ नै आयो। ल्याङ्ग्वेज त अब हामी अलअलि इङ्ग्लिस बोलेकोले त्यहाँ काम गरेन। अनि त्यहाँ आएर फेरि सिक्नुपर्ने भयो। ट्रेनिङहरू लिँदाखेरि पनि अब नबुझ्ने कुराहरू थिए, गाह्रो थियो। अनि त्यही सुरुमा अब म्याकडोनल्ड्समा आएर भाँडा मान्ने भनेर भाँडा मान्ने नै मात्रै नभएर ओभरअल सबै नै ट्रेनिङ चाहिँ सबै स्टेसनकै लिनुपर्ने हुन्थ्यो। लियो। त्यहाँबाट त्यही म्याकडोनल्ड्समै कन्टिन्यू काम गरेँ मैले लगभग 7 वर्ष। 7 वर्ष काम लगभग 7 वर्ष गरेँ दुबई म्याकडोनल्ड्समा। अनि म्याकडोनल्ड्स भनेको आफैमा पनि संसारको एउटा रिनाउन्ड फुड चेन बिजनेस हो होइन, भेरी रिनाउन्ड अनि त्यसपछि भेरी सक्सेसफुल फुड चेन बिजनेस हो। अब त्यहाँ 7 वर्ष काम गर्नु भनेको एउटा अटोमेसनमा, रेस्टुरेन्ट व्यवसायमा, फास्ट फुडमा एउटा राम्रो डिग्री गरे बराबर पनि हो नि त होइन। अहिले तपाईँले फर्केर हेर्दाखेरि त्यहाँ के कुरा चाहिँ मैले त्यहाँ 7 वर्ष काम गरेर मैले सिकेँ, त्यो कुराहरू मैले जाने भन्ने जस्तो लाग्छ तपाईँलाई अहिले? धेरै कुराहरू आज मैले जति कुराहरू गरिरहेको छु यहाँ अहिले, अब क्यालगरीमा गरेँ, एडमन्टनमा सुरु गरेको छु, अरूतिर पनि गर्ने सोच बनाइरहेको छु। यो सबै सिकाइ भनेको म्याकडोनल्ड्सको हो। मैले अघि भने नेपालमा केही पनि सिकाएका थिएनौँ हामीले। त्यहाँ आएर हामीलाई सुरु दिनमै हाम्रो कन्ट्र्याक्ट साइन गरिसकेर काम गर्न स्टेसनमा लाँदाखेरि पहिलो दिने नै भनेको एउटा एसओसी भन्ने दिइन्थ्यो। त्यो भनेको चाहिँ इच स्टेसनमा हामीले डिफ्रेन्ट एसओसी पाउँथ्यौँ र त्यसमा चाहिँ हाम्रो पढ्नुपर्ने, पास गर्नुपर्ने, इक्जाम दिएर पासै गर्नुपर्ने हुन्थ्यो। एभ्री स्टेसनको भिडियो देखाइन्थ्यो, अरूले काम गरेको भिडियोहरू देखाएर यसरी काम गर्ने भनेर भिडियोबाट सिकाइ हुन्थ्यो। पेपर वर्क हुन्थ्यो, पढ्नु पर्थ्यो, बुकहरू पढ्नु पर्थ्यो। अनि ट्रेनिङ चाहिँ यति भास्ट थियो नि, त्यो जहिले पनि कहिले पनि ट्रेनिङ कहिले सकिँदैन थियो। पोजिसन बढेरै गएर अरू पोजिसनमा जाँदा पनि ट्रेनिङ कहिल्यै सकिएन। अनि एभ्रिडे नै सिक्नुपर्छ भन्ने कुरा सिक्यो। सबभन्दा ठुलो सिकाइ चाहिँ त्यो हो। अनि एज अ इनसाइड बसेर हेर्दाखेरि चाहिँ यो चेन्सहरू, यत्रो फ्रेन्चाइजहरू चाहिँ कसरी काम गर्ने रहेछ भन्ने कुरा पनि त्यो अब म्याकडोनल्ड्ससँग कम्पेयर गरेर त हामीले अहिले गर्न खोज्यौँ भने सक्दैनौँ पनि। उनीहरूको त्यो नेटवर्क होइन, त्यो सबै कुराहरू गर्न त अति नै अब त्यो ठुलो कुरा हो। तर पनि के भयो भने दुबईमै काम गर्दा पनि मैले लगभग 6वटा डिफ्रेन्ट लोकेसनमा गएर काम गरेँ। 2टा सिटीमा गरेँ, त्यसमा 6वटा डिफ्रेन्ट लोकेसनमा काम गरेँ। अनि त्यतिखेर गर्दै गर्दा चाहिँ अब नेटवर्क राम्रै बनाउन सकियो भने अनि आफूले पनि जस्तै कुनै प्रोडक्टहरू लन्च गर्दाखेरि आफू नभए पनि अटो पाइलटमा चल्न सक्ने खालको प्रोडक्टहरू ल्याइयो भने चाहिँ चेन बिजनेसमा जान सकिने रहेछ, यसरी काम गर्दा हुने रहेछ भन्ने खालको चाहिँ एउटा दिमागमा चाहिँ आइरहेको थियो दुबईमा काम गर्दा गर्दै नै। यत्रो अब त्यतिखेर हामी जाँदाखेरि 21वटा म्याकडोनल्ड्स थियो दुबईमा। मैले छोड्ने बेलामा लगभग 60वटा जति पुगेको थियो। अहिले त 400-500 कति छ अब मलाई ठ्याक्कै नम्बर थाहा छैन, तर एराउन्ड 400 छ कि जस्तो लाग्छ। अनि अब त्यो 21बाट लगभग 60 पुगुन्जेल त हामीले देखेछौँ नि त। अब नयाँ स्टोरहरू ओपन हुन्थे। नयाँ स्टोर ओपन हुनुभन्दा अगाडि कम्पनीले चाहिँ कुन कुन कामहरू गरिरहेको छ, लोकेसनहरू खोज्ने कुराहरू, अरू ट्रेनिङका कुराहरू, दुनियाँ कुराहरू हामीले त्यो हेरिराख्दाखेरि चाहिँ यसरी गर्नुपर्ने रहेछ भनेर अलअलि चाहिँ नलेज अलअलि चाहिँ बनाइरहेको थिएँ मैले त्यहाँ हुँदाखेरि। र अनि गर्न सकिन्छ भन्ने चाहिँ आफैले गर्ने भएकोले त्यो पनि लागिरहेको थियो। अनि त्यसपछि लगभग 7 वर्ष काम गरेर भनेपछि 2007-08-09मा कति बेला दुबई छोड्नुभयो? फेब्रुअरीमा 2008मा फेब्रुअरी छोडेर फेरि क्यानाडा आउनुभयो। क्यानाडा सिधै क्यालगरी आउनुभयो कि अरू? क्यालगरी, सिधै क्यालगरी आएको। क्यालगरी कसरी आउनुभयो फेरि? क्यालगरीमा चाहिँ त्यही दुबईमै काम गर्दा गर्दै अब यहाँ दुबईमा बसेर त त्यहाँको पिआर पनि हुन्थेन।
अनि केही पनि हुन्थेन र पनि काम राम्रै थियो, काम राम्रो गरिरहेको थिएँ। अनि 2002मा आएको 1मा आएको थिएँ। 2003मा मेरो अहिलेको वाइफसँग मेरो भेट भयो। त्यस पछाडि हामीले बिहा गर्ने निर्णय गऱ्यौँ। 2005मा आएर हामीले बिहा गऱ्यौँ। 3देखि चाहिँ हामी सँगै थियौँ, 5मा बिहा गऱ्यौँ। अब बिहा गरिसके पछाडि कस्तो भइदियो भने नेपाल जाने कि अब ऊ चाहिँ फिलिपिन्सबाट भएकोले फिलिपिन्स जाने त हामी कहाँ जाने र कहाँ सेटल हुने भन्ने कुरामा हाम्रो अब क्वेसन मार्क भयो। अनि हामी नेपाल गयौँ, दुईजना गयौँ। उसलाई नेपाल सबै देखाइदिएँ, सबै कुराहरू उसले बुझी नेपालको बारेमा आयो। अनि म फिलिपिन्स जाने प्लान चाहिँ गर्दै थिएँ, जान पाएनौँ हामीले। अनि त्यसबिचमा अब हामीले के भन्यो भने ठिक छ नि त, अब फिलिपिन्स पनि कस्तो छ के छ मलाई त्यति थाहा छैन, उहाँ गएर म बस्न सकौँला नसकौँला। अब यता नेपाल गएर बस्ने कुरामा पनि गाह्रो होला। यसो गरौँ, अर्को कुनै एउटा कन्ट्री चुज गरौँ, त्यहाँ गएर चाहिँ पर्मानेन्ट बस्ने खालको वातावरण बन्यो भने त्यता बसौँ, भएन भने अनि पछि डिसाइड गरौँला कहाँ जाने भन्ने विषय भनेर। अनि कामहरू खोज्नु थालेँ मैले। अब त्यतिखेर चाहिँ अस्ट्रेलिया, क्यानाडा, अनि न्युजिल्यान्ड यतातिर मैले बढी चाहिँ जब एप्लाईहरू गर्नु थालेँ। त्यतिखेर चाहिँ अलि अनलाइन सुरु भइसकेको थियो। त्यहाँ पनि क्याफे, इन्टरनेट क्याफेहरू खुलिसकेको थियो दुबईतिर पनि। त्यति धेरै चाहिँ पाइँदैन थियो, एउटा एउटा हुन्थ्यो। अनि त्यहाँ गएर अनि जबहरू खोज्ने, एप्लाई गर्ने। अनि त्यही त हो, अब यहाँबाट एप्लाई गर्दाखेरि यति फी दे उति दिए भनेर भनिराखेको थियो, फी पठाइदिने। अनि डुब्थ्यो, खाइदिन्थ्यो। अब त्यो चाहिँ अब धेरै पटक नै पठाएँ मैले त्यसरी, ट्राई चाहिँ धेरै पटक नै गरेँ। अनि पछि आएर 2007को मिडतिर आए पछाडि चाहिँ एकजना एजेन्ट भेटाइयो। ऊ चाहिँ यहीँदेखि गएको रहेछ। त्यतिखेर एलएमओ भन्ने हुन्थ्यो, एलएमओ लिएर गएको रहेछ। अनि एलएमओ हामीलाई बेच्यो उसले। हामीले सर्टेन पैसा तिरेर अनि एलएमओ किन्यौँ उसँग। अनि बुढीको लागि चाहिँ एप्लाई गर्यो, किनभने ऊ फिलिपिन्सको थियो। उसले मलाई चाहिँ नदिने भने उसँग जम्मा 13-14वटा एलएमओ लिएर गएको थियो। अनि अरू जातको अरू देशकोलाई दिएन, उसले सबै फिलिपिनोलाई मात्रै दिने भन्यो। अनि अब बुढी क्यानाडा पुग्यो भने त म पनि पुग्नु पाइहाल्छु, मलाई प्रब्लम हुँदैन। एकजना चाहिँ यहाँबाट निस्किनै पर्छ भन्ने भयो। अनि बुढीलाई पठाइदिएँ मैले। मेरोभन्दा ऊ कति 5 महिना जति पहिला आएकै छ ऊ। अनि ऊ आए पछाडि अनि मेरो प्रोसेस भएको हो। अनि उसलाई पठाएँ मैले। अनि ऊ चाहिँ 2007मै आयो। अनि 2008मा तपाईँ आउनु? 8मा चाहिँ। त्यसपछि क्यालगरी आएपछि के भयो त्यसपछि? क्यालगरी आएर अनि त्यही बुढीलाई पठाएको कम्पनी चाहिँ एएनडब्ल्यू थियो। ओके। अनि एएनडब्ल्यूमा ऊ आएर काम गर्न थाल्यो। अनि ऊ पनि सुपरभाइजर भइहाल्यो आएर सुरुमै। अनि अब त्यो उसको ओनरहरूसँग क्लोज रिलेसन भएपछि अनि जो ओनर थियो उसले चाहिँ अनि पर्सनल गफहरू हुँदाखेरि हस्बेन्ड चाहिँ उहीँ छ, दुबईमै छ, उसको पनि अब प्रोसेस गरेर ल्याउनु पर्ने छ भन्ने कुरा गर्दा चाहिँ अनि मलाई तुरन्त फोन लगायो उनीहरूले त्यतिखेर। अनि फोन लगायो अनि मसँग इन्टरभ्यू लियो। इन्टरभ्यू लिए पछाडि अनि उसले भन्यो, त्यतिखेर त्यही फोन कलमै उसले भन्यो यु आर माई नेक्स्ट म्यानेजर भनेर भन्यो कि। अनि त्यहाँबाट उसले लगभग त्यसको 15 डेज जतिमा एलएमओ पठाइदियो मेरो नाममा डाइरेक्ट कम्पनीबाट। बिचमा एजेन्ट परेन। अब म आउने बेलामा चाहिँ मैले पैसा तिरिनँ। म चाहिँ एयरफेयर पनि यहाँ आएपछि रिटर्न गरिदिएको छ कम्पनीले। त्यसरी आएँ म चाहिँ। अनि बुढी चाहिँ पहिला आइसकेको थियो। अनि त्यही कम्पनीमा म 6 महिना जस्तो लागेको छ यहाँ आइपुग्दाखेरि। अनि त्यही कम्पनी जोइन गरेँ मैले आएर। यहाँ आएर पनि फुड बिजनेसमै भनौँ न, एउटा चेन एएनडब्ल्यू भनेको यहाँको 17 एभिन्यू फरेस्ट लोनमै सुरु गरेँ आउँ मैले। त्यहाँ कति समय काम गर्नुभयो? एएनडब्ल्यूमा ठ्याक्कै 1 वर्ष गरेँ। ओके। कस्तो भइदियो भने हामी चाहिँ पिआर बनाउनको लागि आएको थियौँ। अनि त्यो चाहिँ क्रू एलएमओ थियो, त्यो चाहिँ फुड सर्भिस एटेन्डेन्ट थियो। त्यसबाट चाहिँ त्यतिखेर पिआर बनाउनको लागि नोमिनी जान पाउँथेन। एउटा कम्पनीले एकजनालाई नोमिनी गर्न पाउँथ्यो, या त सुपरभाइजरको पोजिसनमा हुनुपर्थ्यो। अनि मैले कम्पनीलाई एप्रोच गरेँ। म आएर फेरि मैले मालबोरोमा म्यानेजरकै काम गरेँ। त्यो भइसकेपछि म म्यानेजरकै काम गरिराखेको छु। अनि मैले सिधै एप्रोच गरेँ उसलाई, म म्यानेजरको काम गरिरहेको छु, सेलरी तिमीहरूले दिएको छैनौ म्यानेजरको पनि, प्लस म त पिआर बनाउनको लागि आएको, मलाई चाहिँ नि सुपरभाइजरको एलएमओ देऊ, मेरो स्ट्याटस चेन्ज गरिदेऊ, अनि म चाहिँ पिआर एप्लाई गर्नु पाउँछु भन्दाखेरिमा होइन 2 वर्षको कन्ट्र्याक्ट सक्नुपर्छ भन्यो उनीहरूले। अनि अब त्यही बिचमा अब 2 वर्ष कसरी सकाउने त? त्यस पछाडि त के हो रुल्सहरू चेन्ज हुनसक्छ।
अरू कुराहरू हुनसक्छ भनेर। अनि यतिकै दोधारमा थियौँ हामी। अनि मेरो साथीले सबवेमा काम गर्थ्यो। अनि त्यो सबवेले चाहिँ नयाँ सबवे किनेछ। त्यो अब चलाउनुको लागि मान्छे छैन। अनि उसको ओनरलाई चाहिँ मेरो साथीले भन्छ एकदमै राम्रो काम गर्ने मेरो साथी छ, उसलाई तैँले सुपरभाइजरको एलएमओ दिछौ नि, म ल्याउने जिम्मा मेरो भनेछ। अनि मलाई त्यसरी सुपरभाइजरको एलएमओ दिएर उसको कम्पनीमा लाने भयो। त्यो भएपछि हामीले पिआर एप्लाई गर्न पाउने भयौँ। अनि पैसा पनि सुपरभाइजरकै पे गर्ने भयो। त्यसो गर्दाखेरि त्यतिखेर हामीहरूले $10 पाउँथ्यो यता एएनडब्लूमा भने $14 हामी जान पर आवरमा। अनि अनलिमिटेड आवर्स भनेर उसले मलाई अफर गर्यो। त्यो भनेको मैले जति सक्छु त्यति गर्न पाउने भनेर। अनि त्यो भए पछाडि यता आवर पनि धेरै गर्न पाइने। एएनडब्लूमा चाहिँ थिएन, 37.5 आवर्सभन्दा बढी दिन थिएन, किनभने ओभरटाइम पे गर्नुपर्ने हुन्थ्यो। अनि यता चाहिँ अनलिमिटेड आवर काम गर्नु पाउँथ्यो। अनि एएनडब्लूबाट अर्कै फेरि फुड चेन सबवे पनि अर्को एउटा फुड चेन बिजनेस हो यहाँको है। सबवेमा गएँ। अनि 1 वर्ष मैले हाई रिभरमा काम गरेँ। हाई रिभर भन्ने टाउन छ, त्यही जसले मलाई एप्रोच गरेको थियो त्यही साथी, हामी उनीहरू 2 जना अनि हामी बुढाबुढी 4 जना गएर एउटा रेस्टुरेन्ट अनि रन गर्न थाल्यौँ। अनि त्यहाँ गएर 9-10 महिना मैले हाई रिभरमा काम गरेँ। त्यसपछि फेरि अनि त्यही ओनरले जब त्यो रेस्टुरेन्ट चाहिँ एकदमै राम्रो पर्फर्म गर्यो कि सबवेले चाहिँ लगभग अब हाम्रो टिमवर्क 4 जना एक्सपिरियन्स सबै फेरि दुबईकै टिम, हामी दुबईदेखि नै एउटै टिम हो हामी। अनि त्यो टिम भए पछाडि हामीले यसरी काम गऱ्यौँ कि हाम्रो लगभग 3 टाइम्स हामीले चाहिँ सेल्स इन्क्रिज गरिदियौँ किनेको टाइमभन्दा। त्यो भइसके पछाडि अब उसलाई त अब ओहो यिनीहरूले चाहिँ गर्ने रहेछ, राम्रो रहेछ भन्ने थाहा भएपछि चाहिँ अनि ओनरले फेरि क्यालगरीमा अर्को रेस्टुरेन्ट किन्यो। अनि अर्को रेस्टुरेन्टको लागि मलाई लिएर आयो। साथी चाहिँ उहीँ बस्यो, म र मेरो वाइफ चाहिँ क्यालगरी आयौँ। अनि त्यो रेस्टुरेन्टमा काम गर्न थालेँ मैले। अनि त्यसरी नै उसले कति 9 वटासम्म किन्यो। अनि त्यो क्यालगरी आए पछाडि चाहिँ मैले उसलाई त्यो सबै नै 9 वटै रन गर्न हेल्प गर्न थालेँ। अनि उसँगै मैले लगभग काम गरेँ। अनि 3बाट पिआर बनायौँ हामीले। अनि सबैमा लगभग कति वर्ष काम गर्नुभयो त्यसपछि? 4 वर्ष पुरापुरी गरेँ। 4-4.5 वर्ष जति गरेँ मैले। ओके। त्यसपछि अर्को कुनै फुड उसमा कुनैमा काम गर्नुभयो? गर्नुभएन? फुडमा चाहिँ सबवे मेरो लास्ट थियो। अनि सबवे सके पछाडि चाहिँ मैले अब फुडबाट बाहिर निस्किने खालको प्लानिङ भयो मेरो। अनि त्यो बिचमै सबैमा हुँदाहुँदै मैले चाहिँ एउटा ओइल एन्ड ग्यास कम्पनी पनि जोइन गरेको थिएँ, वेदरफोर्ड भन्ने, वर्ल्डकै सबभन्दा ठुलो यो ड्रिलिङ कम्पनी हो। ओइलको चाहिँ त्यो ड्रिल गर्ने ब्यारलहरू बनाउँछ त्यसले, अनि अरू कामहरू पनि गर्छ। अनि त्यो कम्पनी पनि जोइन गरेर केही महिना त्यहाँ पनि गरेँ मैले। त्यो चाहिँ एकदमै अब ठुलो कम्पनीमा राम्रो पनि थियो, पैसा पनि राम्रो हुने। त्यहाँ गरेँ, केही महिना गरेँ। अनि त्यो बिचमा अलिकति हेल्थ इस्यु, वाइफको हेल्थ इस्युको कारणले 2टामा एउटा जब छोड्नुपर्ने हुन्थ्यो। सबैलाई चाहिँ पार्ट टाइम राखेको थिएँ त्यतिखेर। अनि यताको फुल टाइमलाई छोडेर पार्ट टाइम कन्टिन्यू गरेँ त्यतिखेर टाइम दिनुपर्ने भएकोले। अनि फेरि सबैमै केही समय गरेँ। अनि त्यस पछाडि चाहिँ सबै छोडेर अनि म साइन कम्पनीमा पनि गएर काम गरेँ। म साइनेजहरू, यो बिलबोर्डहरू बनाउने, नियोन, त्यतिखेर चाहिँ अब मैले सुरु गर्दा चाहिँ नियोन पपुलर थियो। अहिले त डिजिटल साइनहरू आयो धेरै। अनि त्यो नियोन साइनहरूदेखि लिएर अरू साइनहरू बनाउने काम पनि गरेँ मैले 1.5 वर्ष। त्यसपछि दुबईबाट आएर जस्तै एएनडब्लू अनि सबवे यिनीहरू पनि त यहाँको अब भयङ्कर ठुलो फुड चेन बिजनेसहरू हो। यहाँ आएर हेर्दाखेरि चाहिँ दुबई र यहाँमा केही फरक भेट्नुभयो कि? अनि त्यसपछि कस्टमर माइन्डसेट पनि दुबईको अथवा यहाँको केही फरक देख्नुभयो कि एउटै रहेछ? होइन, धेरै फरक छ, एकदमै धेरै फरक छ। अब दुबईमा अब यता रेस्टुरेन्टको पाटोबाट हेर्ने भने दुबईमा जुन सर्भिस हामीले दिन्छौँ, जुन क्वालिटी सर्भिस हामीले दिन्छौँ, त्यो लेभलको सर्भिस क्यानाडामा दिनको लागि धेरै गाह्रो छ। यहाँ धेरैले सक्दैनन्। किन सक्दैनन् भने लेबर एकदमै महँगो छ यहाँ, लिमिटेड लेबरले चलाउनु पर्ने हुन्छ। जस्तै एउटा रेस्टुरेन्ट म्याकडोनल्ड्स नै कुरा गरौँ भने
दुबईमा एउटा रेस्टुरेन्टमा 60 जना काम गरेर चल्छ भने यहाँ 40 जनाले चलाउँछ भनेपछि त्यहीँनिर लेबर सर्टेज हुने बित्तिकै भनेको सर्भिस दिन सक्दैन, टाइममा सर्भिस दिन पनि सक्दैन, क्वालिटीको लागि पनि धेरै नै गाह्रो हुन्छ मेन्टेन गर्नुको लागि। अब कस्टमरको हिसाबले हेर्ने भने दुबईमा अलिक गाह्रो छ फेरि कस्टमर ह्यान्डल गर्नुलाई, किनभने अब हामी त इङ्ग्लिस बोल्नुपर्ने हुन्छ तर सबैले इङ्ग्लिस बोल्दैन दुबईमा, हामीले भाषा सिक्नुपर्ने समस्या भयो त्यहाँ। अब भाषा सिक्नु हामीलाई चाहिँ फेरि स्पेसल्ली म्याकडोनल्ड्समा चाहिँ अरू भाषा बोल्नु दिँदैन थियो, नबोल्नु भन्थ्यो। अनि अब ट्राई गर्थ्यौँ हामी अलिअलि, अब अरबिक बोल्नु, त्यही भएर हामीले चाहिँ सिकेनौँ। नभए 7 वर्ष दुबई बसेकोहरूले अरबिक बोल्नु अलिअलि सिकेको हुन्छन्, हामीले चाहिँ सिकेनौँ नै। अनि र पनि अब कस्टमर चाहिँ यहाँ अलिक सजिलो हुन्छ, यहाँ चाहिँ भाषा पनि बुझिन्छ अनि अब अलिक बुझेको कस्टमरहरू पनि आउँछ। त्यहाँ चाहिँ अब केही पनि थाहा हुँदैन। अब हामीलाई अघि त्यो मैले भने जस्तै धाराको कोक खाने लेभलको हामी कस्टमर भएर पहिलो दिन जाँदा अर्डर गर्नु नजाने जस्तै कस्टमरहरू आउँछ। त्यो कस्टमरलाई बुझाएर सेल गर्नु चाहिँ अलिकति टफ चाहिँ हुन्छ, टफ हुन्छ। अनि बुझ्दैन उनीहरूले। अब फास्टफुड थियो, अब म्याकडोनल्ड्स त फास्टफुड हो, फास्टफुडमा हुने रुल्सहरू र फाइन डाइनिङको फरक हुन्छ। फेरि फाइन डाइनिङ गएको कस्टमर फास्टफुडमा आउँदा नबुझेर पनि अप्ठ्यारो पर्ने स्थिति हुन्थ्यो। दुबईमा म्याकडोनल्ड्स पनि भर्खरै पपुलर हुँदै गरेको हुनाले त्यो च्यालेन्ज थियो, एकदमै ठुलो च्यालेन्ज थियो कस्टमर ह्यान्डल गर्नु चाहिँ। फ्रन्टमा बस्नेहरूलाई चाहिँ धेरै गाह्रो हुन्थ्यो। अहिले फर्केर हेर्दाखेरि यहाँ आएर A&W र सबवेमा काम गर्दाखेरि कुन सिकेका कति कुराहरू अहिले तपाईँलाई काम लागिरहेको हुनसक्छ होइन? त्यही नै इम्प्लिमेन्ट गरेरै आज बिल्ड गरिरहेको छु नि त बिजनेस त। 2-3वटा कुरा सम्झिन पर्दाखेरि के कुरा चाहिँ यहाँ काम गरेर सिकेँ है मैले? दुबईमा त 7 वर्ष काम गर्नु म्याकडोनल्डमा, यहाँ आएर A&W र सबवेमा काम गरेर चाहिँ यो कुरा मैले सिकेँ है, यो कुराले मलाई यहाँ पुऱ्यायो भन्ने 2-3वटा कुरा पोइन्ट आउट गर्नु पऱ्यो भने सम्झिनुहुन्छ कि? यहाँ आएर सिक्दै गरेको। हजुर। अब कस्तो छ भने यहाँ आएर धेरै कुराहरू त मैले दुबई म्याकडोनल्ड्सबाटै सिकेको र इम्प्लिमेन्ट गरेको छु, तर यहाँ आएर त यहाँको सिचुएसनमा यहाँको कस्टमरहरूलाई नै कसरी ह्यान्डल गर्ने भन्ने कुरा नै मात्रै सिक्नु परेको थियो। नर्मली अब हामीले फुड सर्भिसको बारेमा भयो, क्वालिटी फुडको सन्दर्भमा भयो, ट्रेनिङहरूको कुरा हामीले सबै वहीँ लिइसकेको थियौँ। त्यही ट्रेनिङ नै यहाँ युज भएको छ। पोइन्ट आउट गरेर हेर्दाखेरि हाइजिनको इम्पोर्टेन्स दुबईमा र क्यानाडामा एउटै हो कि फरक हुने रहेछ? अलि फरक छ। फरक, क्यानाडामा अलि बढी हाइजिन चाहिने हो। यहाँ चाहिँ अब फलो त हामीले वहाँ पनि गर्थ्यौँ, यहाँ पनि गर्छौँ, 100% गर्नै पर्छ। तर दुबईमा चाहिँ बढी अब त्यो मोनिटर हुन्थ्यो, यहाँ चाहिँ मोनिटर चाहिँ हुँदैन। जस्तै अब यहाँनिर हेल्थको कुरा गर्ने भने सालमा 2 खेप इन्स्पेक्सन आउँछ। त्यो पनि एकजना मान्छे आउने हो, एकजना मान्छे आएर कति इन्स्पेक्सन गर्छ? 15-20 मिनट 30 मिनटमा इन्स्पेक्सन गरेर जान्छ एउटा रेस्टुरेन्ट। अब दुबईको कुरा गर्ने भने एउटा रेस्टुरेन्ट इन्स्पेक्सन गर्नुको लागि मिनिमम 20 पिपलको टिम आउँथ्यो। अनि उनीहरूले मिनिमम पनि 30 मिनट्स बसेर एकैचोटिमा सबै कर्नर चेक गर्थ्यो। अनि त्यो एकदमै प्रेसर हुन्थ्यो। हामी म्यानेजमेन्टमा काम गर्ने मान्छेलाई चाहिँ एकदमै प्रेसर हुन्थ्यो। त्यहाँ चाहिँ बलिदिया भनिन्थ्यो होइन, बलिदिया चेक गर्नु आउँदैछ भन्ने हुन्थ्यो। अनि चेक गर्न आउँछ भन्ने भए पछाडि हामी एकदमै अवेर बस्नुपर्ने हुन्थ्यो, हर कुरालाई एकदमै रेकर्डेड सबै कुरा हुनुपर्थ्यो। तर यहाँ त्यति धेरै रेकर्डेड हुनु पर्दैन। र पनि हामी चाहिँ अब म्याक्सिमम नै हामी इम्प्लिमेन्ट गर्छौँ, किनभने हामीले हिजो सिकेर आयौँ। हामीलाई हिजो त्यो त्यहाँ डर हुन्थ्यो नि, जुन बलिदियाको डर हुन्थ्यो, आउँछ है भन्ने डर हुन्थ्यो। त्यो डर आज पनि एभ्रिडे हुन्छ। हामीलाई दोकानबाट छिर्ने बित्तिकै त्यो डर अघि पैदा हुन्छ। अनि हामी सबै कुराहरू नै मोनिटर गरिरहेका हुन्छौँ। अब हाइजिन भयो, अर्को प्राइसिङको कुरा। जस्तै प्राइसिङको कुरा दुबई र यहाँमा के फरक छ? जस्तै बढी पे गर्ने कस्टमरहरू चाहिँ दुबईमा भेटे जस्तो लाग्छ कि यहाँ भेटे जस्तो लाग्छ? दुबईमा पैसाको मतलबै हुँदैन। दुबईमा आउने कस्टमरहरूलाई चाहिँ स्पेसल्ली लोकल्सहरूको कुरा गर्दा चाहिँ हाम्रो टाइममा चाहिँ फेरि कस्टमरहरू पनि लोकल्स नै बढी थियो। अरू इमिग्रेन्ट्सहरू त्यति धेरै आउटगोइङ भइसकेको स्थिति थिएन दुबईमा। अहिले छ, अहिलेको दुबईतिर हेर्दा साथीभाइहरूसँग कुरा गर्दाखेरि चाहिँ एकदम अरू इमिग्रेन्ट्सहरू कस्टमरहरू पनि एकदमै धेरै आउँछ भन्ने हुन्छ। त्यो टाइममा चाहिँ लोकलहरू मात्रै आउने, अनि उनीहरूलाई खासै पैसाको मतलब हुन्थेन, खाना भए हुन्थ्यो। अनि पैसा चाहिँ उनीहरूले जति पनि पे गर्थ्यो। यहाँ चाहिँ
पैसाको पहिला हिसाब हुन्छ। म कति खर्च गर्दैछु, म $10 खर्च गर्दैछु भने नेपालको चाहिँ $1000 खर्च गर्दैछु है। हामी नेपालीहरू नि त्यसरी क्यालकुलेट गर्छौँ र अरूतिरबाट डाइभर्स छ नि त यहाँ त, अनि अरूतिरको मान्छेहरू पनि त्यसरी नै क्यालकुलेट गर्छ यहाँ चाहिँ। अनि अलि एफोर्डेबल पनि छैन नि त यहाँ धेरै खर्च गर्नलाई, कमाइ लिमिटेड छ। अनि त्यो भएकोले गर्दा पनि होला त्यहाँनिर नै बढी पैसा खर्च गर्ने कस्टमर आउँछ। त्यसपछि कस्टमर सर्भिसका हिसाबले यहाँको कस्टमर बढी डिमान्डिङ लाग्यो कि दुबईको? डिमान्डिङ त यहाँको। त्यहाँ चाहिँ अघि मैले भने नि पैसा दिन्छ, उनीहरूलाई खाना भए पुग्यो। खाना चाहिँ टन्न हुनुपर्छ। नर्मल्ली प्रत्येक टेबलमा खाना फाल्नु पर्थ्यो कि, प्रत्येक टेबलको खाना चाहिँ हामीले गएर फाल्नु पर्थ्यो। त्यति धेरै खाना उनीहरूले अर्डर गर्ने, अर्डर गर्नु नजानेर पनि उनीहरूले धेरै अर्डर गर्थ्यो। यो पनि त्यही फोटो हेरेर त्यतिखेर पिक्चरमै हाम्रो बर्गरहरूको पिक्चर हुन्थ्यो नि त, अनि यो दे त्यो दे यो दे भन्दै उनीहरूले चाहिँ त्यो पोइन्ट आउट गर्थ्यो कि पिक्चरलाई, किन जान्दैन थियो सुरुमा। अनि टन्नै अर्डर गर्थ्यो। अब कति भोल्युममा आउँछ भन्ने कुराहरू पनि थाहा हुन्थेन। अनि टन्नै अर्डर गर्थ्यो, अनि टेबलमा लगिदियो, अनि खाइसक्दैन नि त अब, अनि लिएर जाने चलन उनीहरूको हुन्थेन। यहाँ हामी टेकआउट बक्स खोज्छौँ नि, खाना खाइसकेर रह्यो भने घर लिएर जाउँ भोलिको मिल हुन्छ भनेर, त्यो चाहिँ उहाँ हुन्थेन। त्यो लोकल्सहरूमा चाहिँ, अरूमा त हुन्थ्यो नै, उनीहरूले चाहिँ त्यहीँ छोडेर जान्थ्यो, फालेरै जान्थ्यो। अनि अर्को त्यसमा चाहिँ टिपिङ कल्चरहरू चाहिँ टिप दिने यहाँ धेरै दिन्छन् कि दुबईमा दिने रहेछन्? दुबईमा चाहिँ मैले म्याकडोनल्ड्स मात्रै काम गरेकोले टिप लिन एलाउड छैन दुबई म्याकडोनल्ड्समा। यहाँ पनि सायद यहाँको म्याकडोनल्ड्समा पनि टिप एलाउड छैन होला। अनि त्यस पछाडि म यहाँ आएर एनडब्लूमा गरेँ, त्यहाँ पनि टिप एलाउड थिएन। सबवेमा गएँ, सबवेमा पनि टिप सुरु भएको 2013 पछाडि हो, त्योभन्दा अगाडि टिप एलाउड थिएन। भनेपछि त्यहाँ टिपको चलनै थिएन। तर यहाँ चाहिँ अब टिप भनेको चाहिँ लगभग अनिवार्य जस्तै नै छ अहिले चाहिँ। सबैले नै टिप चाहिँ, अब हाम्रो कस्टमरहरू पनि हामीले हेर्दा 90%ले नै हामीलाई टिप दिनुहुन्छ। अब कति कस्टमरहरूलाई चाहिँ हामीले टिप स्किप गरेर पनि दिन्छौँ होइन, अब त्यो डिपेन्ड्स अन द कस्टमर्स होइन, अब कसरी एप्रोच गरिराख्नु भएको छ भनेर। अनि त्यो पनि हुन्छ अप्सन हामीसँग, नत्र भने सबैले दिन चाहनुहुन्छ। मैले फास्ट फुड नै खोलेको हुनाले 2017मा जतिखेर रेस्टुरेन्ट रन भएको थियो, मेरो पिओएस सिस्टममा चाहिँ मैले टिप हालेको थिइनँ। अनि दाजुहरू हुनुहुन्छ यहीँ, नेपाली दाजुहरू नै, म उहाँहरूलाई अहिले पनि एकदम रेस्पेक्ट गर्छु। त्यो दाजुहरू आउनुहुन्थ्यो जहिले, अनि खानुहुन्थ्यो, खानाहरू खाइसके पछाडि अनि पैसा तिर्न आउँदाखेरि टिपको अप्सन छैन कार्डबाट तिर्दाखेरि। अनि भाइ यो टिप चाहिँ छैन त, आएन त भन्नुहुन्थ्यो। अनि होइन दाजु, अब हामी फास्टफुड भएकोले अहिले हामी चाहिँ बिजनेस प्र्याक्टिसमा पनि छौँ, टिपको आशा गरिहालेको छैनौँ, बरु टिपको रूपमा हामीलाई चाहिँ हामीले कस्तो गरेको छौँ राम्ररी सल्लाह दिनु होला है भनेर भन्ने गर्थेँ कि मैले। अनि होइन भाइ यो त हुँदैन, हामीलाई अन्याय हुन्छ, हामीले टिप दिनै पर्छ, बरु यो अर्कै एमाउन्ट हालेर बनाइदिनुहोस् भन्नुहुन्थ्यो कि। अनि अब जस्तै $50 भएको छ भने 55 अथवा 60 तिर्न खोज्नुहुन्थ्यो। अनि उहाँहरूले इन्सिस्ट गर्दा त्यसरी दिन्थेँ। त्यो पनि 7-8 महिना पछाडि टिपको अप्सन जोडेको हो हामीले पिओएसमा, त्योभन्दा अगाडि राखेको थिइनँ मैले चाहिँ, किन फास्टफुड बेसबाट आएको हुनाले टिपको लागि काम नगरौँ न। टिप चाहिँ पाए पाउँछ, नपाए पाउँदैन, टिपको लागि काम नगरौँ, आफ्नो तर्फबाट 100% दिउँ, सर्भिस नै दिउँ। QSB भन्छौँ नि हामीले, क्वालिटी सर्भिस र अनि भ्यालु अफ मनी भन्छ नि, त्यो तिनवटा कुरा चाहिँ कस्टमरले पाओस् है, तिनवटा चाहिँ राम्रो दिउँ, पैसाको हामी टिपको आशा नगरौँ भन्ने नै थियो मेरो। अहिलेसम्म नै टिपको खासै हामी आशा चाहिँ गर्दैनौँ, तर दिन चाहनुहुन्छ र सबैले टिप चाहिँ दिनुहुन्छ। कल्चर जस्तै छ यहाँ, त्यो कल्चर नै हो यहाँ चाहिँ। त्यसपछि अर्को सिस्टम हेऱ्यो भने चाहिँ भित्री सिस्टम हेर्दा, रेस्टुरेन्ट फास्टफुड भित्र बसेर सिस्टम हेर्दाखेरि दुबईको म्याकडोनल्ड्सको सिस्टम मोर रिगरस कि यहाँको मोर रिगरस जस्तै एउटै हो कि फरक पर्ने रहेछ दुबई र यहाँमा? म्याकडोनल्ड्सको कुरा गर्दा त अब यहाँको म्याकडोनल्ड्समा अहिलेसम्म काम गरिनँ पनि, फरक खासै छैन। म्याकडोनल्ड्स नै चाहिँ फरक छैन, तर अब हामीले गर्दै गरेको चाहिँ फरक हो। हामीले गर्दै गरेको चाहिँ अब टोटल्ली फरक छ। हजुरको एनडब्लू सबवेको एक्सपिरियन्सलाई जोड्दाखेरि मैले त्यहाँ पनि त्यो पनि एउटा फुड चेन बिजनेसै भयो होइन? यहाँको सिस्टम र दुबईको सिस्टममा केही फरक भेटाउनु हो कि मोटामोटी एउटै नै रहेछ? फास्टफुडको खासै फरक पर्दैन, किनभने हामीलाई अब
सप्लाई गर्नुको लागि सप्लायर्सहरू चाहिन्छ, सप्लायर्सहरूबाट सामान ल्याउने हो, त्यही नै हो। हामीले चाहिँ नि अब यतापट्टि कस्टमर भनेको पनि त्यहाँ पनि कस्टमर हो, यहाँ पनि कस्टमर हो, एप्रोच गर्ने पनि त्यही तरिका हो। अनि अब लगभग सबै नै एउटै हो फास्टफुडको चाहिँ। अब फाइन डाइनिङसँग जोड्ने हो भने फेरि इच रेस्टुरेन्टको आफ्नो आफ्नो डिफ्रेन्ट भइहाल्छ। किनभने अब टेबल सर्भिस हुन्छ, उनीहरूको टेबलमा गएर अर्डर लिनुपर्ने हुन्छ, टेबलमा के सर्भिसहरू दिने नदिने भन्ने कुराहरू त्यो चाहिँ उनीहरूले बनाउँछ। अब हाम्रो चाहिँ काउन्टरमा आएर अर्डर दिनुपर्ने भएकोले अरू फास्टफुडहरूसँग मिल्छ, सबै कुराहरू नै मिल्छ। अब त्यसपछि अब जाउँ पाथवे चाहिँ कसरी उत्पत्ति भयो, पाथवे कसरी सुरु भयो? अब यहाँ ओइल एन्ड ग्यासमा उसमा चाइनिजमा काम गर्दै गरिरहेको मान्छे फास्टफुड छोडेर भनौँ न एकैछिन 13 को बिगिनिङमै मैले छोडेको थिएँ, मिडतिर छोडेको थिएँ क्यारे फास्टफुड चाहिँ। अनि 13 पछाडि मैले 13-14 चाहिँ साइन कम्पनीमा काम गरेँ। अनि साइन कम्पनी पछाडि म यो के अरे ड्राइभर बने। 1.5 वर्ष चाहिँ ड्राइभर भएर पनि काम गरेँ यहाँनिर। त्यो सिटीकै हो, यो सानो गाडी हामीले चाहिँ ह्यान्डिक्याप बस भन्छौँ नि, त्यो चाहिँ डुवर टु डुवर सर्भिस हो। हाम्रो चाहिँ पब्लिक सर्भिस चाहिँ होइन, डुवर टु डुवर सर्भिस त्यो गरेँ मैले। लगभग फुल टाइम पार्ट टाइम गरेर त्यो त 3.5 इयर्स नै गरेँ मैले। अनि त्यो बिचमा साइन कम्पनी छोडेर ड्राइभिङमा आएको थिएँ फुल टाइम। अनि 1 वर्ष फुल टाइम गरेर अनि मैले चाहिँ एयरपोर्ट पनि जोइन गरेँ। फेरि एयरपोर्टमा पनि काम गर्थेँ। त्यहाँ चाहिँ यो हामी चाहिँ ब्यागेजतिर थियौँ, ब्यागेज ह्यान्डलिङ होइन, तर ब्यागेजको त्यो सिस्टममा चाहिँ काम गर्थ्यौँ हामीले। त्यो प्रब्लमहरू फिक्स गर्ने मात्रै, बेल्ट सिस्टमलाई चाहिँ प्रब्लमहरू आउँदाखेरि फिक्स गर्ने काम गरियो। अनि त्यो पनि 1.5 वर्ष मात्रै गरेँ। नर्मली 1.5 वर्षमा छोडिराखेको छु फुल टाइम जबहरू चाहिँ। अनि त्यहाँ गर्दा गर्दै चाहिँ 4 दिन इन 4 दिन आउट हुन्थ्यो। अनि त्यो 4 दिन आउट हुँदा 2 दिन चाहिँ ड्राइभ गर्नु गइरहेको थिएँ, 2 दिन छुट्टी लिन्थेँ। अब मेरो चाहिँ 1 दिन ओभरल्याप भएर जान्थ्यो विकमा, 8 डेजको विक हुन्थ्यो कि मेरो चाहिँ। अनि 2 दिन छुट्टी लिए पछाडि अनि त्यो बिचमा आएर त्यो ड्राइभ गर्नु जाँदाखेरि चाहिँ 3 घन्टा 4 घन्टा दिउँसो ब्रेक टाइम पाउने। अनि त्यहाँदेखि बाहिर जाँदाखेरि चाहिँ अब यताउता रेस्टुरेन्टहरू कतै बिक्रीमा छ भने चाहिँ पहिला फुड सर्भिसमा भएको कारणले मलाई चाहिँ सर्भिसमा जानु मन लागिरहेको थियो, तर अरूकोमा चाहिँ काम गर्दिनँ, आफ्नैमा गर्छु। आफ्नै गर्छु भनेर चाहिँ क्यानाडा आउँदै सोच्नु भएको थियो कि सबै गर्दा सबैमा जब त्यो 9वटै रेस्टुरेन्ट मैले हेर्नु थालेँ नि, त्यसमा चाहिँ उसलाई हेल्प गरेर 9वटै रेस्टुरेन्टमा चाहिँ मान्छेहरू हायर गर्ने जिम्मा मेरो थियो। पैसाहरू डिपोजिट गर्न जानुपर्ने। अनि त्यहाँदेखि अरू अब सामानहरूको कुरा भयो, अब होइन अर्डरिङ गर्ने कुरा छ, स्केड्युल बनाउने कुरा भयो, सबै कुराहरू हेर्न थालिसके पछाडि मैले सबै काम गरिरहेको छु। अब म अरूको चाहिँ गर्दिनँ, गरेँ भने आफ्नैमा गर्छु फुडमा चाहिँ भन्ने चाहिँ सबै छोडेपछि नि लागेको थियो। अरू कामहरूको एक्सप्लोर गरेँ पहिला, अरू राम्रो हुन्छ कि बा पढ्न पो जानुपर्छ कि भन्ने खालको पनि धेरै धेरै कुराहरू सोच्थ्यौँ त्यतिखेर हामी नि। पढ्न पो जाने कि भन्ने कुराहरू पनि हुन्थ्यो। अनि त्यो सोच्दा सोच्दै होइन अब फुडमा गएँ भने चाहिँ आफ्नै गर्छु, नभए अरू एक्सप्लोर गर्छु भनेरै साइन कम्पनीमा गएको थिएँ त्यतिखेर म चाहिँ। अनि त्यो 4 घन्टाको ब्रेक टाइममा चाहिँ सिटीको विभिन्न कुनामा गएर चाहिँ गाडी रोकेर 4 घन्टा ब्रेक लिन्थेँ। घरको छेउमा छ भने घरमै पनि जान्थेँ। अनि त्यो बसेको बेलामा 3-4 घन्टा अब के गरेर बस्ने त भन्दाखेरिमा चाहिँ अनि यस्तै रियल्टरहरूसँग च्याटहरू गर्ने, कुराहरू गर्ने। अनि कहाँ के बिक्रीमा छ, रेस्टुरेन्टहरू बिक्रीमा छन् भने अब सुरुमा स्टार्ट गर्नुको लागि ब्रान्ड न्यू रेस्टुरेन्ट बनाउने गरी फन्ड पनि थिएन, त्यो आँट पनि थिएन। देख्नु पनि देखेको अर्काको गरे हो नि त, आफ्नो त होइन। आफू इन्भेस्ट गर्नुलाई त त्यत्रो आँट पनि थिएन, फन्ड पनि थिएन मसँग। अनि अरूले बेच्दै गरेको कोही सक्सेस चाहिँ हातमा लागिरहेको रेस्टुरेन्टहरू पायो भने लिएर स्टार्ट चाहिँ गर्नुपर्छ, त्यहाँबाट केही कुरो सिकिन्छ, अलिअलि खर्च भए पनि होस् भन्ने हिसाबले खोजिरहेको हुन्थेँ, हेर्न गइरहेको हुन्थेँ। त्यो 4 घन्टा टाइम चाहिँ मैले त्यसमा दिइरहेको हुन्थेँ। अनि एभ्री 2-3 विक्समा एउटा रेस्टुरेन्ट हेर्थेँ कि मैले। अनि हेर्दै हेर्दै जाँदा अब धेरै रेस्टुरेन्टहरूलाई अफर गरियो, काहीँ मिल्यो, काहीँ चाहिँ नि अब के आफूलाई मन परेन। अनि कुनै त्यतिकै छोडेर हिँडियो, बिचमा डिल गर्दा गर्दै छोडेर हिँडेको पनि छन् 1-2वटा होइन। अनि यो रेस्टुरेन्ट पाथवेमा आएर, पाथवे अहिले त्यतिखेर चाहिँ बर्न अन द रन भनेर चाइनिज रेस्टुरेन्ट थियो। अनि रियल्टरले मलाई ठ्याक्क पठायो, यस्तो रेस्टुरेन्ट आएको छ नर्थमा भनेर।
अनि सुइँ अनि गाडी लिएर त्यही बस लिएरै आएको थिएँ म सुरु दिनमा हेर्नलाई, कस्टमर भएर आएको थिएँ। अनि आएर खाएर गएँ। अनि भित्र पस्ने बित्तिकै मलाई दिस इज इट, मलाई चाहिएको चाहिँ यही लोकेसन हो। त्यसको स्ट्रक्चरहरू भित्रको होइन, अनि फास्टफुड, अब आफू फास्टफुड गरिरहेको ओपन कन्सेप्टको किचन छ, फास्टफुड बनाउनलाई हुनेछ भने पछाडि अनि मैले चाहिँ बर्गर र ब्रेकफास्टबाटै सुरु गर्ने प्लान थियो होइन, त्यही नै गरेको थिएँ सुरुमा। अनि त्यो ठक्कै बिचमा रोकिहालेँ, त्यो यता आएर हेरेर डन गर्नुभन्दा अगाडि लगभग कतिवटा ठाउँहरू हेर्नुभयो होला हजुरले? त्यो नम्बर्स त धेरै छ हो भाइ। अब मैले 50, 60, 70 नि भन्दा पनि फरक पर्दैन। अब अहिले त त्यो त 2014-15 देखि नै म हेरिरहेको छु। मेरो पिआर भएको 13 मा हो होइन, पिआर नभई चाहिँ हेरिनँ है। पिआर नहुँदासम्म चाहिँ अब के हो यहाँको स्टाटस के हुने हो भनेर। अनि त्यस पछाडि चाहिँ इभन म साइन कम्पनीमा काम गर्दा पनि अथवा एयरपोर्टमै काम गर्दा पनि मैले चाहिँ रेस्टुरेन्टहरू कन्टिन्युसली हेरिराख्नु भएको थियो। अनि त्यत्रो 40-50 हेर्दाखेरि चित्त नबुझेको यहाँ आउँदाखेरि चाहिँ के कुराले ठ्याक्कै स्ट्राइक गर्यो? त्यो डेस्टिनी नै होला। अब त्यहाँ नै सुरु गर्दाखेरि राम्रो हुन्छ भन्ने थियो या के हो। त्यो लोकेसन चाहिँ हेर्ने बित्तिकै, भित्र पस्ने बित्तिकै 12-13वटा विन्डो छ है। अनि एकदमै डटी थियो रेस्टुरेन्ट चाहिँ। मैले त्यो दिनको मिल त्यहाँ किनेँ तर सबै खाइनँ के, खानु सकिनँ नि, त्यति डटी थियो कि रेस्टुरेन्ट चाहिँ एकदम फोहोर थियो। अनि चाइनिजहरूले काम गर्ने थियो। अब बुढाबुढी भइसकेको, उनीहरू रिटायरमेन्ट हुनु खोजिरहेको थियो रहेछ। अनि म्यानेज गर्नै नसकेको, उनीहरूले सफा गर्नै नसकेको, इम्प्लोइको भरमा पनि हुँदैन, सबै इम्प्लोइ राम्रो पनि पाइँदैन नि त फेरि होइन। अनि बुझ्ने खालको राम्रो भइदियो भने त त्यो मेन्टेन गरिदिने हुन्। अनि त्यहाँबाट हेरेँ, मन पर्यो रेस्टुरेन्ट त, एकदम मन पर्यो। लेआउट एकदमै राम्रो छ। अनि यहाँ स्टेज बनाउँछु, यहाँनिर प्रोग्रामहरू गर्छु होइन, अनि यस्तो यस्तो गर्छु भनेर मजाले त्यहाँ 3 घन्टा जति बसेँ, सब प्लान गरेँ। अनि साथीहरूसँग गएर अन्तदेखि ल मैले यस्तो यस्तो एउटा रेस्टुरेन्ट भेटाएको छु। अनि अफर पनि मैले त्यतिखेरै रियल्टरलाई इमेल चाहिँ गरिदिइहालेँ, म यति पैसाको अफर गर्छु। उसले जति मागेको थियो त्योभन्दा अब मैले अलिक कम नै अफर गरेँ, यति पैसा चाहिँ हो भने म किन्छु भनेर अफर गरेँ। अनि अफर त गरेँ, अब चलाउने कसरी फेरि। अनि साथीभाइहरूसँग सल्लाह गर्नु पऱ्यो, कोही जोडिने भयो भने साथीभाइहरू जोड्छु भनेर। अनि त्यहाँदेखि मेरो एकजना, त्योभन्दा अलि अगाडिदेखि नै एकजना साथीसँग चाहिँ म 2-3वटा रेस्टुरेन्ट चाहिँ उसँगै गएर पनि हेरेको थिएँ। हामी इभन यहाँभन्दा 2-3 घन्टा टाढाको टाउनहरूमा गएर पनि हेरेर आएको थियौँ त्यो साथी र म चाहिँ। अनि ऊ र म, अनि उसलाई भने हे मैले यस्तो यस्तो रेस्टुरेन्ट पाएँ, अफर चाहिँ गरिसकेको छु, अब अफर गर्दै त केही बिग्रिँदैन नि त। अनि अफर गरेको छु, लु गरौँ, कोही अरू साथीहरू पनि जोडिन्छन् भने। एयरपोर्टलाई चाहिँ राख्दै, एयरपोर्टको काम गर्दा गर्दै 4 दिन छुट्टी हुन्छ, मिलाउनु पर्छ भनेर। अनि अरू 2जना पनि साथी जोड्ने प्लान गर्यो, हामी 2जनाले गऱ्यौँ। अनि 4जना भएर कुरा गर्ने भनेर त्यही दिन राति हामी मिटिङ गऱ्यौँ। अनि ल यस्तो यस्तो छ भने हेर्नु पऱ्यो भने भोलिपल्ट फेरि लन्च टाइममा खानु आयौँ सबैजना। अनि त्यहाँ खानु गयौँ। अनि सबैलाई मन पर्यो, राम्रो छ रेस्टुरेन्टको लेआउट, राम्रो छ। बिल्डिङ त पुरानो भए पनि, बाहिरबाट हेर्दा पुरानो भए पनि रेस्टुरेन्ट पुरानो छैन, इक्विपमेन्टहरू सबै राम्रो चल्ने, सबै राम्रो छ। अनि लु यही गर्नुपर्छ, त्यसो भने गरौँ, अनि तँ लिड गर हामी गर्छौँ भनेर साथीहरूले भने। त्यही हिसाबले नै हामीले अनि अब कसले कति सक्छौँ त्यति हालौँ गरौँ, डुबे पनि डुब्छ, यो प्र्याक्टिस त हुन्छ, कमसेकम बिजनेस प्र्याक्टिस हुन्छ भन्ने हिसाबले अनि सुरु गऱ्यौँ। त्यसरी सुरु भयो। यो चाहिँ 2016को डिसेम्बर 28मा मैले फर्स्ट बिजनेसको लागि सिग्नेचर गरेको चाहिँ अफर त्यतिखेर गरेको छु। अनि अघि तपाईँले डेस्टिनी भन्नुभयो होइन। अनि मलाई चाहिँ के लाग्छ भने जस्तै हजुरले लगभग 7 वर्ष दुबईमा, यहाँ 4-5 वर्ष, 12-15 वर्षको एउटा कसरी रेस्टुरेन्ट चल्छ, के कुराहरूले रेस्टुरेन्ट चल्छ भन्ने कुरा त्यो तपाईँले कन्सियसली थाहा नभए पनि सबकन्सियसली चाहिँ तपाईँको दिमागभित्र छ नि त। अनि त्यही भएर त्यो ठाउँमा जाँदा बित्तिकै यो यसरी चल्छ है भनेर त्यो सबकन्सियसली भनेको जस्तो लाग्छ कि मलाई, सायद त्यही नै एक्सपिरियन्सले होइन। अब साइडबाट अनि वासरुमहरू युज गरेँ, अनि वासरुमहरू नत्र त अरू पहिले योभन्दा पहिले हेरेका रेस्टुरेन्टहरू कति निट एन्ड क्लिन थियो होला होइन, कति राम्रा थियो होला। रेस्टुरेन्ट पनि चलाउनु नसकेको रेस्टुरेन्टहरू 4-5 महिना चलाएर बन्द भएका रेस्टुरेन्टहरू पाएको थियो। तर यहाँ आएर हेर्दाखेरि चाहिँ होइन यहाँ चल्छ भनेर आउनु चाहिँ त्यो सबकन्सियसली कता न कता दिमागले त्यो पिएचडीले भनौँ न, त्यो फुड एन्ड उसमा गरेको जुन फास्टफुडको मेरो एक्सपिरियन्सलाई युज गर्न चाहिँ त्यो रेस्टुरेन्ट नै ठिक थियो भन्ने लाग्यो होला।
त्यसपछि 2016 को डिसेम्बरमा साइन गर्नुभयो अनि कसरी सुरु भयो इनिसियल डेजहरू कस्ता भयो पाथवेका डेज त पाथवे अनि नाम खोलेर पाथवे थिएन रिनोभेट गर्नुभयो कि अनि नाम हो एक्ज्याक्टली नाम पाथवे कसरी आयो नाम पाथवे नै थिएन डिसेम्बर 28 मा साइन गर्दासम्म कम्पनी दर्ता पनि गराएको थिएन कम्पनी दर्ता गरेको त मैले जनवरी 17 मा मात्रै हो हाम्रो कर्पोरेट दर्ता भएको चाहिँ तर मैले अफर त्यो साइन गरेको चाहिँ 28 तारिकबाट हो उसले एक्सेप्ट गरेको चाइनिजले मैले अफर चाहिँ अलि अगाडि नै इमेलबाट गरेको थिएँ अनि त्यस पछाडि हामीले पेपर साइन गरेको चाहिँ 28 तारिक हो यतिमा उसले बेच्ने भन्यो मैले र उसले एग्री गरेको चाहिँ 28 तारिक र त्यस भएर मैले चाहिँ डिसेम्बर 28 लाई चाहिँ मेरो बिजनेसको सुरुवाती दिन मान्छु दर्ता गराएको त हामीले 17 तारिकमा जनवरीको 17 मा गरेका थियौँ अनि 17 तारिक दर्ता गर्नु पर्दासम्म 16 तारिकसम्म चाहिँ यसको नाम पाथवे थिएन अर्कै थियो ओके के थियो नाम त्यति बेला टपरी थियो टपरी थियो अनि त्यो टपरी चाहिँ किन थियो भने झापाबाट भएको कारणले हाम्रो ठाउँमा चाहिँ सुपारी खेती धेरै हुने भएको सुपारीबाट चाहिँ टपरी बनाएर मेरो साथीले एउटा फ्याक्ट्री खोलेको थियो बेच्ने गर्थ्यो कि अनि त्यो टपरी उसले उहाँबाट मलाई सप्लाई गर्ने अनि त्यो टपरीमा चाहिँ हामीले यहाँनिर एउटा प्रडक्ट मोमो राख्ने नेपाली अरू केही पनि अरू खानाको हामीले कुरै गरेका थिएनौँ त्यो बेलासम्म हामी मोमो मात्रै राख्नेमा थियौँ अनि बर्गर र ब्रेकफास्टको मात्रै थियो नि त हाम्रो कन्सेप्ट त अनि मोमोलाई चाहिँ टपरीमा सर्भ गर्ने र टपरी पनि चिनाउने टपरी चिनाउँदा नेपाल पनि चिनिन्छ मोमो पनि चिनिन्छ अनि हामी पनि चिनिन्छौँ त्यस पछाडि अनि भन्ने हिसाबले चाहिँ अनि टपरी राखेको थिएँ अनि त्यतिखेर फोनमा भन्दा बढी इमेलमा कुरा हुन्थ्यो अनि 15 तारिक जस्तो उसले इमेल पठाएको रहेछ उसले चाहिँ काठमाडौँमा एउटा ठुलो चेन रेस्टुरेन्ट सुरु भइसकेको रहेछ मोमोकै उसलाई चाहिँ टपरी दिनुपर्ने कन्ट्र्याक्ट गरेछ उसलाई दिँदै गर्दाखेरि मलाई दिन नसक्ने हो कि भन्ने किनभने लिमिटेड थियो टपरी पनि अनि दिन सक्दिनँ होला भनेर इमेल पठाएको रहेछ इमेल पठाएपछि उसलाई पठाइदिए अनि गर्छु भनेर भन्नुभन्दा अनि यता टिमलाई मैले टिम भइसकेको थियो नि त त्यतिखेर त हामी अनि साथीहरूलाई सोधेँ ल यस्तो यस्तो इमेल आएछ टपरी सप्लाई नहुने भयो अब के गरौँ भन्दाखेरिमा अनि अर्को साथीले भन्यो टपरी नाम राखेको छौँ टपरी छैन भने त नाम चेन्ज गर्नुपर्छ भन्छ अनि अब के गर्ने त ल टपरी नाम चेन्ज गर्दा के नाम राख्ने त हामीले ड्रोइङहरू सबै बनाइसकेका छौँ टपरी राखेर यस्तो खालको लोगोहरूदेखि लिएर सबै कुरा बनिसके एउटा बेसिक लोगो बनाउन दिनको लागि पनि आफ्नो स्क्रैच चाहिँ बनाइसकेका थियौँ के अनि अझ इनिसियल बिजनेसको दिनमा त सपनाहरू त फेरि ठुला ठुला पहाड बुनेको हुन्छ यस्तो टपरी यसरी सर्भ गर्छौँ होइन कन्सेप्ट यो भनेर एउटा त्यो माइन्डसेटै एउटा बनेको हुन्छ है 16 तारिक भने पछाडि हामीले लगभग 28 तारिकदेखि 15 16 17 दिन त हामीले इन्भेस्ट गरिसकेका छौँ नि टपरीको बारेमा कुरा गरेर अनि अब टपरी छैन भने त्यो के बनाउँ त अब अनि म चाहिँ ड्राइभिङ गर्दै थिएँ त्यो दिन लेक भ्यू साउथ वेस्टमा ग्ल्यानबोर्डको यता साउथ साइडमा त्यहाँ चाहिँ लेक भ्यू भन्ने एउटा टाउन छ त्यो एरियामा बस पार्क गरेर त्यो 3 घन्टाको ब्रेकमा म बसमै बसिरहेको थिएँ त्यहीँनिर लन्च खाएर त्यहीँ बसिरहेको थिएँ टक्क मेरो अगाडि चाहिँ एउटा पाथवे क्लिनिक पाथवे क्लिनिक भन्ने छ त्यहाँ एउटा अनि त्यो पाथवेको त्यो लेख्दाखेरिको जुन डिजाइन छ नि यति इम्प्रेसिभ थियो नि अनि मैले टक्क फोटो खिचेँ अनि ग्रुप च्याटमा हालिदिएँ कि अनि यसरी नै पाथवे लेखौँ अनि म सबवेबाट भर्खरै आएको भएकोले अनि पिएटीलाई चाहिँ एसयुबीको स्टाइलले लेखौँ अनि वेलाई चाहिँ डिफ्रेन्ट कलर चाहिँ डिफ्रेन्ट बनाइदिउँ अनि त्यसरी नै लेखौँ मान्छेहरू कन्फ्युज पनि हुनसक्छ पाथवे राखौँ भनेर भनेको एकैचोटिमा साथीहरूले हुन्छ भने र सरोगेट मार्केटिङ जस्तो पनि भनौँ न त्यो चाहिँ त्यतिखेरको अहिलेको लोगो हामीले अलिक चेन्ज गऱ्यौँ होइन त्यो टाइमको लोगो र त्यो नाम हाम्रो ट्रेड नेम चाहिँ हामीले ठ्याक्कै सबै जस्तै देख्ने बनाएको थियौँ कि कलरहरू पनि त्यस्तै खालको थियो अनि झट्ट हेर्दा चाहिँ मान्छेहरू सबै रहेछ भनेर छिर्ने खालको पनि भएको थियो कति मान्छेहरू त सबै भनेर चिनेको होइन रहेछ भन्दै पनि आएको थियो कस्टमरहरू नि अनि त्यो खालको पनि भएको थियो अनि त्यहाँबाट त्यही एउटा फोटो खिचेर पठाउँदै साथीहरूले ओके ठिक छ हुन्छ भनेर भने अनि नेक्स्ट डे 17 तारिक गएर चाहिँ अनि हामीले पाथवे बर्गर्स एन्ड मोमोज भनेर अनि ट्रेड नेम दर्ता गराएको थियो
त्यसपछि के भयो? त्यसपछि ट्रेड नेम दर्ता गराउनु भयो? सुरु चाहिँ कहिले गर्नुभयो रेस्टुरेन्ट यहाँ चलाउन? अपरेसनमा कहिलेदेखि गयो? हामीले जनवरीको 28मा के अरे दर्ता गरायौँ 17 तारिक। त्यो चाहिँ कम्पनी दर्ता गराउने चाहिँ हामी कुन ठाउँमा पुगेका थियौँ भने लिजको लागि अब पेपर चाहिने हुँदाखेरि कम्पनीको नाम चाहिने हुँदा दर्ता गराएको मान्छे लिजकै प्रोसेसमा थियौँ हामी। टर्नओभर चाहिँ जनवरीको इन्डमा थियो, मान्छे फेब्रुअरीको फर्स्टमा हामीसँग चाबी हुन्थ्यो। अनि फेब्रुअरीको फर्स्टमा चाबी हुन्थ्यो, त्यही हिसाबले फेब्रुअरी फर्स्टमा हामीले चाबी पनि पायौँ। अनि तर रन गर्नुको लागि त अघि मैले भने नि एकदमै फोहोर थियो। अनि त्यसलाई चाहिँ धेरै क्लिन गर्नुपर्ने, रिनोभेसन गर्नुपर्ने थियो। अनि हामीले अब बुथहरू भयो, चेयरहरू भयो हाल्नुपर्ने थियो त्यसको लागि। अनि धेरै टाइम लाग्यो हामीलाई, लगभग फेब्रुअरीभरि मार्चभरि हामी चाहिँ सफा गर्दा र रिनोभेसन गर्नेमै लाग्यौँ। अनि अब त्यो एकदमै अलिक पुरानो रेस्टुरेन्ट भइसकेको कारणले ग्यास लाइनहरू चाहिँ नि अब डिफ्रेन्ट टाइपको ग्यास लाइनहरू थियो, जुनबाट ग्यास सप्लाई गर्दा हाम्रो इक्विपमेन्टहरूलाई पुग्दैन थियो, त्यो चेन्ज गर्नुपर्ने। त्यो चेन्ज गरिसक्दा सिटीले एप्रुभ गर्नुपर्ने धेरै कुराहरू थियो। अनि लाइसेन्सिङका कुराहरू, अनि त्यो सबै गर्दाखेरि हामीलाई 2.5 मन्थ लाग्यो हामीलाई सबै गर्न। अनि अप्रिलको 23बाट बिजनेस सुरु गऱ्यौँ हामीले। फेब्रुअरी 1मा चाबी पाएको, मार्च अप्रिलको 23 2.5 महिना जस्तो लगाएर सुरु गर्नुभयो। इनिसियल डेजहरू कस्ता थियो? कतिको स्ट्रगल भयो? सोच्दाखेरि त सुरुमा हामीले यति बेचिन्छ, यति बेच्यो भने यस्तो गरिन्छ भन्ने आइडिया हुन्छ। तर हामी अब 4 जना हुन्थ्यौँ त्यतिखेर होइन। अनि 5 जनै हुन्थ्यौँ। एकजना साथी पनि थियो हामीसँग एकदमै क्लोजली, उसले हेल्प गर्यो अति नै। उसले त 25सम्म हेल्प गर्यो मलाई। अनि उसले चाहिँ सुरुमा म सेयर हाल्नु नसके पनि म सँगसँगै हामी सँगै बिल्ड हुनुपर्छ। अनि पछि अब अरू यसको त धेरैवटा, त्यतिखेर त मैले अहिले पनि मेरो एउटा पुरानो खाता छ, म चाहिँ लेखेर गर्थेँ सबै कुराहरू। त्यसमा चाहिँ मैले प्लानिङहरू गर्थेँ कि। अनि त्यो प्लानिङ गर्दाखेरि अब पाथवे यसरी खोल्दा पहिला त टपरीकै थियो, टपरीकै बनाएको थिएँ मैले। अनि टपरी हुन्छ, टपरीको चाहिँ एउटा गर्दाखेरि यति बिजनेस गर्दाखेरि चाहिँ यति पैसा आउँछ, यति आउन थाल्छ। अनि चाहिँ अर्कोको सोच्नुपर्छ। 7वटाको प्लान गरेका थियौँ हामीले त्यतिखेर। मेरो त्यो खातामा अहिले पनि 7वटाको प्लान छ। कति त्यो पहिलो रेस्टुरेन्टमा कति पैसा व्यापार हुँदाखेरि त्यो 7औं नम्बर पुग्छ भनेर पनि त्यो मैले मजाले बनाएको छु कि। अनि खालि म चाहिँ कोर्ने के, खातामा जाने कोर्ने, यस्तो केही दिमागमा आयो भने लेखिहाल्ने गर्थेँ। अनि दिनदिनै त्यही बिजनेसकै यति हुन्छ। त्यो रिनोभेसन गरेको टाइममा पनि भेला भयो भने यसरी गर्ने उसरी गर्ने। अब नाम नयाँ भए पछाडि बर्गर अब चाहिँ छोड्नु हुँदैन भनेर अब नयाँ नयाँ बर्गरको लागि कसरी गर्ने, कसले राम्रो बर्गर गरेको छ त्यो कपी गरौँ कि। किनभने हामीले बर्गर चेनबाट त आएको हौँ, तर हामीले गर्दै गरेको बर्गर चाहिँ 100% मिटहरू युज हुने बर्गरहरू होइनन्। त्यो अहिले पनि सोसियल मिडियाहरू जताततै न्युजहरूमा पनि आइरहेको छ होइन, मान्छेहरूले त्यो कुरा गरिरहेको छ। अनि हामी चाहिँ 100%मा जाउँ, क्वालिटीमा जाउँ, अनि क्वालिटीलाई नै बेचौँ। सुरुमै त्यो अब सस्तो सामानहरू बेचेर अनि क्वान्टिटीमा बेच्नुभन्दा बरु क्वालिटी बेचौँ भन्ने हिसाबले नै बर्गरहरू चाहिँ हामीले प्योर मिटको नै सुरु गऱ्यौँ। त्यही नै छ अहिलेसम्म पनि। अनि त्यतिखेर ब्रेकफास्ट सुरु गऱ्यौँ हामीले। हामी 7 बजी बिहान खोल्थ्यौँ, 3 बजी बन्द गर्थ्यौँ सुरुमा। हामीसँग मोमो मात्रै थियो, मोमो, चिकन मोमो र पोर्क मोमो मात्रै थियो। स्टिम मोमो दिन्थ्यौँ, अरू कुनै मोमो थिएन। सुरुमा त्यसरी गरेका थियौँ। अब नाम मोमो राखे पछाडि मोमो त सर्भ गर्नु पऱ्यो। अनि एकजना साथी छ, उसलाई चाहिँ मैले अहिले पनि मोमो मास्टर भन्छु होइन। उसले नि यो मोमोको हामीलाई हेल्प गरेको र सुरु गराएको चाहिँ त्यो क्रेडिट त उसले जहिले पनि लिइरहन्छ नि त, किनभने उसैले सुरु गरेर हेल्प गरेको छ। किनभने मलाई बर्गरको त आउँथ्यो, हामी बर्गर एउटै चेनबाट आएको हामी, फेरि सबै म्याकडोनल्ड्सकै प्रोडक्ट हो, ऊ पनि म्याकडोनल्ड्सकै प्रोडक्ट हो। अनि हामी बर्गर अरू कुराहरू त सबै नै गर्न जान्दथ्यौँ। मोमोको बारेमा चाहिँ उसलाई जति नलेज हामीलाई थिएन। अनि उसले नै सिकाइदियो सबै कुराहरू। अनि अब त्यसैलाई मोडिफाई गर्दै गर्दै अहिले अब त्यसलाई अब राम्रो बनाउँदै भनौँ न। अब कति उसले बनाएको भन्दा डिफ्रेन्ट त भयो होला, तर अब कस्टमर डिमान्ड अनुसार हामीले चेन्ज गर्दै गर्दै लगेर अहिले अब राम्ररी नै गरिरहेका छौँ। अनि इनिसियल डेजहरूमा त्यही त भर्खर सुरु गर्नुभयो, त्यसपछि सपना 7वटा खोल्नेसम्मको सपना बन्यो होइन। तर सुरुवात दिनमा बिजनेस त भने जस्तो त पक्कै पनि हुँदैन होइन। अनि त्यो रियालिटी एउटा एक्सपेक्टेसन भर्सेस त्यो रियालिटीले ट्याक्कै स्ट्राइक गर्दाखेरि चाहिँ बिचमा होइन क्विट गर्नुपर्छ कि भन्ने आयो कि नै कहिले? अनि कहिलेबाट चाहिँ अलि पिकअप हुन लाग्यो? त्यो
त्यसमा धेरै कुराहरू छ। अब त्यो अघि हामीले त्यो 2-3 महिनासँगै बसेर रिनोभेसन गर्नेमा अब त्यो कार्पेट थियो दोकानमा, कार्पेट च्यात्तासँगै 4-5 जना भएर तान्दा पनि ननिस्किने गरी स्टिक भएको कार्पेट थियो होइन, सिलिङहरू चेन्ज गर्ने, अरू कुराहरू इक्विपमेन्ट हाल्ने, त्यो जति गर्दा पनि हामी एउटा एक्साइटमेन्टसँग काम गरिरहेका थियौँ नि त। अनि सुरुमा त्यो पहिलो मिटिङ गर्दाखेरिको जुन मैले साथीहरूलाई भनेको थिएँ, अब धेरै लगानी चाहिँ छैन साथी हो होइन, टाइम इन्भेस्टमेन्ट गरौँ, पैसा चाहिँ धेरै डुब्दैन, यो चाहिँ प्र्याक्टिस स्टोर हो है हाम्रो, हामीले यसबाट चाहिँ बिजनेस सिक्ने हो, यो चाहिँ प्र्याक्टिस स्टोर भनौँ, हामीले त्यही हिसाबले गरौँ, अनि डुब्यो नि भने पनि धेरै डुब्दैन, केही कुरो सिकिन्छ भन्ने हिसाबले धेरै लगानी चाहिँ थिएन नि त। अनि त्यो भएकोले गर्दाखेरि धेरै आशा चाहिँ थिएन, काम सिक्ने भन्ने थियो, चलो भने चलिहालो भन्ने पनि थियो। अनि सुरु गऱ्यौँ, अब टिममा सुरु गरेपछि त्यही अब सबैको सोचाइ एउटै चाहिँ नहुने रहेछ होइन, अब त्यो चाहिँ सिकाइ हो मेरो, अब मैले सिकेको कुरा चाहिँ त्यो पनि हो एउटा। अनि सबैले एउटै तरिकाले नसोच्दाखेरि चाहिँ बिजनेस अगाडि बढाउन अलिक गाह्रो हुन्छ कि जस्तो बिचमा आएर भयो। अब किनभने हामीले सुरुमा खातामा लेखेको हिसाबले त सेल्स भएन, बिजनेस चल्नुलाई त सेल्स हुनुपर्ने रहेछ, पैसा नआइकिन त भएन, लेबर त चाहियो, इम्प्लोइ राखिएपछि इम्प्लोइलाई पे गर्नुपर्छ, रेन्ट तिर्नै पर्छ, सामान किन्नै पर्छ, इक्विपमेन्ट मेन्टेन गर्नै पर्छ होइन, त्यो सबै गर्नुको लागि चाहिँ खर्च गर्नुपर्ने हुन्छ। अब एभ्री मन्थ लसमा बिजनेस सुरु गर्दा चाहिँ अति गाह्रो हुने रहेछ। अनि त्यहाँबाट 4-5 महिना गए पछाडि अब धेरै पैसा लस हुन थाल्यो भन्ने खालको साथीहरूबाट पैसा लस भएको चाहिँ कुरा आउन थाल्यो। अनि होइन यस्तै हो, अब बिजनेस हो, सुरुमा त लस हुन्छ नै, केही समय पर्खिनुपर्छ भन्ने कुराहरू केही साथीबाट हुँदै अनि 6-7 महिनासम्म हामी गयौँ। अनि त्यस पछाडि चाहिँ होइन छोडिदिउँ, क्यासिनो गएको थियौँ, हारियो भन्ने हुन्छ, त्यही सोचौँ, चाबी बुझाइदिउँ, कर्पोरेट थियो हाम्रो, अरू घर गाडी जाने कुरा थिएन होइन, अनि चाबी बुझाइदिउँ, जाउँ, अलि लस भयो हुन्छ, यसले गर्दाखेरि घर नराम्रो चाहिँ नहोस्, घरमा नराम्रो चाहिँ नहोस् भन्ने साथीहरूको कुरा आयो। त्यो भन्ने पछाडि अब घरमा केही समस्या पो आउँछ कि यो बिजनेस गर्दै गर्दा साथीहरूको भनेर अब साथीहरूको मर्म पनि त बुझिदिनु पऱ्यो। अनि त्यसो हो भने एकजनाले चलाउने निस्क्यौँ न त, अहिले सुरुवात त गऱ्यौँ हामीले, अगाडि चाहिँ बढौँ भन्ने कुरा हुँदाखेरि कसले लिने त भन्दा कोही पनि अब अगाडि सर्ने स्थिति रहेन। अनि अब इनिसिएसन मेरो थियो, अनि मैले नै अलिक बढी जोड लगाउनु पर्ने हुन्थ्यो। अनि मैले चाहिँ अब मसँग त्यत्रो सबै साथीहरूलाई बिदा दिनलाई फन्ड त थिएन मसँग, किन उनीहरूको इन्भेस्टमेन्ट डुबाइदिएर ल चाबी छोडिदिएर जाऊ म चलाउँछु भन्दा पनि त्यो हुन्थ्यो हुन त, तर त्यो गर्न मैले चाहिनँ। नचाहेपछि ब्याङ्कमा गएर लोनको लागि कुरा गरेको, अनि दियो, पैसा दियो, ब्याङ्कले पैसा दियो, लोन दिने भयो। लोन दिए पछाडि लोन लिएर अनि साथीहरूलाई चाहिँ उनीहरूको इनिसियल इन्भेस्टमेन्ट चाहिँ, टाइम इन्भेस्टमेन्ट त अब हामीले सबैले नै लस गरेका थियौँ, कसैले पनि पाउँथेन होइन, त्यो चाहिँ सम्भव थिएन। इनिसियल इन्भेस्टमेन्टको चाहिँ हामीले रन गर्ने दिनसम्मको इन्भेस्टमेन्ट, अप्रिल को 23मा आइपुग्दासम्म गरेको खर्च चाहिँ साथीहरूको सबै रिटर्न गरिदिएर, अनि त्यस पछाडि मैले फुल टाइम मैले त्यतिखेर एयरपोर्टमा कन्टिन्यू 4 दिनको चाहिँ काम गर्दै थिएँ, अनि 1 दिन ड्राइभिङको गर्दै थिएँ। अनि त्यो सबै छोडेर आएँ, अनि बुढीको पनि फुल टाइम जब थियो, ऊ पनि छोडेर अनि आयो, बुढी र म भएर अनि रन गर्न थाल्यौँ। त्यत्रो 4-5 महिना राम्रोसँग, 7 महिना राम्रोसँग भनौँ न लसमा चलिरहेको, अनि सबै साथीहरूले हात उठाउँदै पनि तपाईँ एकदम आफै अल इन हुनपर्छ भनेर लाग्नु, अनि त्यो आइडियालाई भ्यालिडेट चाहिँ कसरी भित्रबाट भयो तपाईँले? त्यसमा चाहिँ के हो भने अब बिजनेस त रन त भइरहेको थियो त्यो टाइममा, प्र्याक्टिस स्टोर भन्नेको कारणले हाम्रो इनपुट चाहिँ 100% थिएन कि, किनभने म 4 दिन एयरपोर्ट काम गर्थेँ, 1 दिन ड्राइभ गर्नु जान्थेँ, 3 दिन त्यहाँ आउँथेँ, म आफै पनि 3 दिन मात्रै आउँथेँ नि त, 3 दिन आएर 7 दिनको काम हुन्थेन नि त। अनि म नआएको बेलामा के भइरहेछ त मलाई जानकारी हुन्थेन। अब अर्को साथीको पनि त्यही हुन्थ्यो, ऊ नभएको दिनमा हामी भएको दिन के हुन्थ्यो उसलाई पनि जानकारी हुन्थेन होला। भनेपछि हामीले कति एफोर्ट लगाउँदा कहाँ पुगिन्छ भन्ने कुराको क्यालकुलेसन त्यो 3 दिनमा मैले पनि गर्न सकेको थिइनँ होला। तर जब त्यो कुरा आउन थाल्यो होइन अब छोडौँ भन्ने कुरा आउँदै गएपछि चाहिँ होइन मैले आफू फुल टाइम आएँ, बुढीलाई पनि फुल टाइम राखेँ, म आफै 7 डेज गरेँ भने रन चाहिँ गर्छु, प्रफिट नहोला तर घाटा चाहिँ बिहोर्नु पर्दैन होला
बरु म मेहनत गर्छु, कुद्छु, मार्केटिङ गर्छु, के गर्छु भन्ने खालको चाहिँ दिमागमा आउन थालेको थियो कि। किनभने कहिले कहिले त्यही बिचमा पनि एक दिन राम्रो व्यापार पनि भएको छ, अनि अरू दिन फेरि हुँदैन, एक दिन चाहिँ राम्रो पनि भएको छ। अनि त्यही दौरानमा हामीले ठुल्ठुलो प्रोग्रामहरू पनि गऱ्यौँ। जस्तै त्यतिखेर अब अहिले त त्यो नाम नलिँदाखेरि राम्रो हुने खालको नामहरू छ, दुर्मु सुन्तली भन्छन्, सबै भगवान् बनाए होइन। सबैले त्यत्रो मान्छेहरू आउँदाखेरि पनि ठुल्ठुलो प्रोग्रामहरू पनि हामीले गऱ्यौँ। अनि स्पोन्सर गर्ने कुराहरूमा पनि कलाकारहरू आउँदाखेरि स्पोन्सरहरू गरिदिउँ। त्यो हिसाबले कुनै दिन राम्रो पनि गरेको छ नि त। अनि त्यही क्रम हामीले चाहिँ पछि पनि गर्दै गयौँ, कामहरू गर्दै गयौँ भने हुन्छ भन्ने चाहिँ लागि चाहिँ राखेको थियो मलाई चाहिँ। अनि साथीहरूलाई कन्भिन्स गराउन नि खोजेको हो, हुन चाहिँ हुन्छ है, छोड्नु हुँदैन, गरौँ बरु केही समय अरू पुस गरौँ भन्दाखेरिमा घर व्यवहारै बिग्रिन्छ भन्ने खालको कुरा आएपछि चाहिँ अलिक सेन्सिटिभ भयो कि कुरा। कि घर खराब गरेर घरमा झगडा गरेर साथीको लागि त हिँड्ने कुरा आउँदैन नि त साथीहरूले। अनि तिमीहरूको घरमा झगडा गरेर घरमा नराम्रो भएर साथीको लागि गर्नुपर्छ भने चाहिँ ठिकै छ त्यसो भने। अनि मलाई पनि ब्याङ्कले पैसा दियो, तिमीहरू छुट्टी ल्याउन त भनेर अनि छोड्यो। अहिलेसम्म पनि साथीहरूसँग अब सँगै नै छौँ हामी। पछिसम्म पनि मलाई त्यो छोडेर गएपछि पनि दुईजना साथीहरूले त पार्ट टाइम जस्तो कहिले आएर मलाई छुट्टी दिने कामहरू गरि नै राखेको थिएँ पछिसम्म थियो। अनि कहिलेदेखि बिजनेस अलि भनेको ट्र्याकमा आउनुलाई, कहिलेदेखि चाहिँ ल है मैले लिएको डिसिजन आफूले पनि फुल टाइम जब छोडेर भाउजूलाई पनि छोडाएर होइन, भाउजूले चाहिँ अलि अगाडि नै छोडिसकेको थियो। अनि त्यसरी फुल इन भएर गर्दाखेरि गरेर मैले लिएको डिसिजन चाहिँ ठिक रहेछ भन्ने रियलाइजेसन चाहिँ लगभग कहिले आउनु लागिसकेपछि चाहिँ बिजनेस राम्रो हुन लाग्यो, ट्र्याकमा कहिले आउनु लाग्यो? त्यो चाहिँ सेकेन्ड मन्थ। ओके। म फर्स्ट मन्थ जब छोडेर आए पछाडि पहिलो महिना त म पनि अब 7 डेज नै काम गरेँ होइन, 6 डेज, सन्डे क्लोज हुन्थ्यो, हामी 6 दिन खोल्थ्यौँ, 6 दिन काम गर्थेँ। अनि पहिलो महिना चाहिँ अब केही पनि पुगेन। सेकेन्ड मन्थबाट पकेटबाट रेन्टको लागि पैसा हालिनँ मैले। के फरक भयो त्यति बेला? खै सेल बढाउनको लागि अलिअलि अब म आफू आइसके पछाडि त्यतिखेर पनि सोसियल मिडिया सुरु भइसकेको थियो नि त। अनि आफूले चिने जानेका साथीभाइहरूलाई सबैलाई एप्रोच गर्नु पनि थालियो। ल है खोल्नु थाले, हामीले खोलिसकेको छ, खोइ त तिमीहरू आइपुगेको छैनौ, यसो सपोर्ट गर्न हेर्न भए पनि। सपोर्ट गर्न भन्दा पनि मेरो चाहिँ त्यतिखेर के भन्थ्यो भने हेर्न आउनु नि, मलाई सपोर्ट गर्न आऊ भन्नु भन्दा पनि मैले यस्तो खोलेको छु, खोइ त तपाईँ त आइपुग्नु भएन भन्दै म चाहिँ साथीभाइहरूलाई फोन गर्थेँ। अनि एकजना दुईजना गर्दै उनीहरूले चाहिँ एकजना आउनु पर्दाखेरि कोही साथीभाइ लिएर आउने गर्दै पनि खर्च धेरै थिएन नि त। अब बुढी र म दुईजना काम गर्थ्यौँ, हामीसँग अर्को एकजना लन्चको लागि एकजना स्टाफ मात्रै थियो। त्यो गर्दा मेरो धेरै खर्च चाहिँ थिएन, खर्च घटाएँ एक त, किनभने हामीले काम नगर्दा ल्याएको इम्प्लोइलाई त हामीले पैसा तिर्नु पर्थ्यो होइन, फुल पेमेन्ट गर्नु पर्थ्यो नि त। आफै काम गर्दा त त्यो गर्नु परेन। अनि हामी चाहिँ ओपन आवर भन्दा अगाडि या पछाडि बसेर पनि कामहरू गर्नुपर्ने कामहरू सकाएर जान्थ्यौँ। त्यो गर्दा एक्स्ट्रा लेबर पनि खर्च गएन हाम्रो। अनि त्यो भइसके पछाडि खर्च घटाइयो अलिकति, अनि पुग्यो खर्च। नेक्स्ट मन्थबाट चाहिँ पुग्यो, नेक्स्ट मन्थबाट राम्रो पुग्यो पकेटबाट। मैले नेक्स्ट मन्थ नै हालिनँ मैले, तर म आफू चाहिँ सेलरी लिन, फेरि म बिना सेलरी काम गरेको 2.5 इयर मैले पेरोल नै गरिनँ। मेरो खर्च अलि घर खर्चहरू त्यही बिजनेसले नै घरको खर्चहरू गर्छ। अब सपिङहरू गर्न बाहिर गइएन, बिजनेसबाटै लगेर चलाइयो घरमा पनि। त्यसो गरेर घर चलाइयो। मैले पेरोलमा नगइकन काम गरेको छु, त्यसरी बिल्ड गरेँ भनौँ न। अनि त्यो दौरानमा अब कोरोनाको जब सुरुवात भयो, जब राम्रो हुन लाग्यो बिजनेस, अब अलिअलि राम्रो हुँदै गएको थियो, तलबसम्म चाहिँ अब दिन थालिएको थियो भनौँ न सबैलाई, राम्ररी सेलरी पाउने भइसके पछाडि चाहिँ कोरोना आइदियो। कोरोना आए पछाडि अब बिजोकै हुने भयो नि त, सबैतिर बन्द। अनि ल के गर्ने त भन्दा अब बन्द गर्ने, सबैले बन्द गरिसकेको छ, हामी मात्रै कति जबरजस्ती गर्नु, बसौँ घर भन्ने हिसाबले बन्द गऱ्यौँ। बन्द गरेर कति धेरै दिन बस्नै पाइनँ मैले, घुम्नु गएँ, अलि दिन घुमेर आएँ। अनि त्यतिखेर बिसी चाहिँ बन्द भएको थिएन र हामी घुम्नु जानु पाएको चाहिँ है। अल्बर्टा त बन्द भइसकेको थियो, यहाँ चाहिँ होटलहरू पनि बन्द भएको, रेस्टुरेन्टहरू पनि डाइनिङहरू कहीँ पनि थिएन, एउटा टेकआउट रेस्टुरेन्टहरू चाहिँ थियो, त्यो पनि अब बाहिर किनमेल गर्नु पाउँदैन थियो। अनि
बिसी चाहिँ बन्द नभएकोले हामी बिसीतिर घुम्न गयौँ। अनि यो घुम्न जाने ऊ चाहिँ कसरी आयो? जस्तै भर्खर बिजनेस अलिअलि सेटल हुँदैछ, राम्रो हुँदैछ, ढ्याक्क कोरोना आयो, त्यो त एकदम स्ट्रेसफुल मोमेन्ट हो नि त हैन? स्ट्रेस यसो नि त, स्ट्रेस लिएर केही हुँदैन नि त। स्ट्रेस लिएर त उही आफूलाई अझ कमजोर बनाउनु हो नि त। त्यो भएर स्ट्रेस लिनु चाहिँ हुँदैन। अब बरु स्ट्रेस हुने खालको भयो भने त्यसलाई मर्ज गर्नलाई के गर्ने त? अनि अर्को कुनै सेकेन्डरी थट त आउनु पर्यो नि त। एउटा कुरोले चाहिँ नि स्ट्रेस आइरहेको छ भने सेकेन्डरी थट ल्याउनु पर्छ नि त जहिले पनि। अब घरमा बस्दाखेरि 2 दिन त मुभी 3-4वटा 5वटा 6वटा मुभी हेरेर बसियो, थर्ड डेमा के गर्ने? कति घरमै बस्ने हैन? अब बाहिर निस्किसक्नु थिएन, त्यतिखेर चाहिँ डुअर नब पनि हामी सेनिटाइज गरेर खोल्थ्यौँ घर पस्दा पनि। भनेपछि त्यति डरसरी थियो नि त बाहिर निस्किन यहाँ चाहिँ। अनि गुगल गर्दाखेरि बिसीतिर अनि होटलहरूमा कल गर्दाखेरि त्यहाँ चाहिँ नर्मलै जस्तो बन्द भइसकेको थिएन। अनि त्यहाँदेखि होटल बुक गऱ्यौँ अनि हामी निस्क्यौँ बुढाबुढी। 7 डेज सायद 7 डेज होला हामी घुमेर आयौँ। आइसके पछाडि अनि घर आयौँ, फेरि पनि बस्न मन लाग्दैन घरमा। अनि दोकान जान्छौँ, यसो केही हताउता टाकटुक बनाउने ओर्ने केही छ भने बनाऊँ भनेर गयौँ दोकान। अनि यसो अलिअलि फिक्स गर्ने, कतै अब मेजर सफाइ गर्ने कुराहरू छन् भने सफा गर्ने कामहरू गर्दा गर्दै अनि रिनोभेसनको थट आयो। अब गोजीमालाले पैसा छ, बचेको थियो। अनि अब रिनोभेसन चाहिँ गर्नु पर्यो, बरु कन्स्ट्रक्सनको मान्छेहरू पायो भने चाहिँ रिनोभेसन गर्नु पर्यो यही टाइममा। अहिले बन्द त भइहालेछ। अब गोजीमा भएको पैसा राखेर कोरोनाले सबै मऱ्यो भने त्यो पैसाको के काम? एटलिस्ट त्यो पैसा युज गरेर रिनोभेसन गर्छु। मलाई त्यो पैसा चाहिएन नि त कोरोनाले। अब मै मऱ्यो भने अथवा सबै नै मऱ्यो भने त्यो पैसा युज पनि भएन। एटलिस्ट कन्स्ट्रक्सनको मान्छे आएर रेस्टुरेन्ट बनाइदियो भने पछि राम्रो भइहालेको खण्डमा रिओपन गर्दाखेरि पहिलाको भन्दा डिफ्रेन्ट लुकको रेस्टुरेन्ट चाहिँ बनाउँछु भन्ने भएर अनि मैले रिनोभेसनको लागि मान्छे खोजेर होम डिपोहरू त्यतिखेर कन्स्ट्रक्सनको चाहिँ बन्द भएको थिएन। ठ्याक्कै यहीँनिर मैले थोरै जोड्न चाहिँ यो गर्ने मान्छेको माइन्डसेट र नगर्ने मान्छेको माइन्डसेटको फरक भनेकै यही जस्तो लाग्छ कि। गर्ने अब ठ्याक्कै भन्नुभयो नि, जस्तै ठ्याक्कै यत्रो पैसा राखेर अब कोरोनाले गइयो भने के गर्ने भनेर कामतिर लागे, बनाउनुतिर लागे भन्नुभयो। अब नगर्नेले चाहिँ फेरि यत्रो राखेर यत्रो मेहनत गरेर हुन्छ भने भनेर उडाउनुतिर लाग्छ नि त हैन? गर्ने र नगर्नेको माइन्डसेट। त्यो टाइम त उडाउनेलाई पनि ठाउँ थिएन नि त, सबै कुरा बन्द थियो हैन? अनि अब खुलिहालेको खण्डमा चाहिँ रेस्टुरेन्ट अलिकति बेटर बनाउँछु भन्ने चाहिँ आयो। त्यो 2-4 दिन गएर सफा गर्ने, के गर्ने, अर्गनाइज गर्ने गर्दाखेरि अनि फेरि के थियो भने ग्रोसरी टन्नै थियो दोकानमा, सामानहरू टन्नै थियो। अनि मैले त्यतिखेर चाहिँ दोकानमै जाने, त्यहीँ खाने, घरमा फेरि ग्रोसरी गरेर नल्याउँ, त्यही सामानहरू सकाउँ भन्ने, साथीभाइहरूलाई पनि खानाहरू लगिदिने। अथवा चाहिँ कोही कम्फर्टेबल हुँदाखेरि त्यो कोरोनासँग नडराइकन आउन कोही चाहनेलाई आउने, खाउँ सँगै बसेर दोकानमै बसेर खाने पनि गरेका थियौँ हामीले त्यो टाइममा चाहिँ। अनि त्यही बेलामा सोच आयो अनि रिनोभेसन नै गर्न लाग्यौँ हामी। लगभग 1 महिना जतिमा रिनोभेसन भइसक्यो। अनि फेरि रिओपन गरिदियौँ हामीले टेकआउटको लागि। किनभने त्यतिखेर त्यो रिओपन गर्ने आँट फेरि कसरी आयो? यहाँ फेरि लिगल्ली कतिको? लिगल्ली चाहिँ मान्छेहरू सुरुमा आत्तिएर सबैले बन्द गरेको थिए रेस्टुरेन्ट। अनि केही समय पछाडि फेरि टेकआउट चाहिँ ओपन गर्नु थालेको थिएँ कि, अरूले पनि थाले नि त, अरूको देखेरै हो त्यो। अब अरूले पनि उसले गरेछ म पनि टेकआउट चाहिँ गर्छु भनेर। अनि मैले रिनोभेसन गर्दाखेरि चाहिँ त्यो अहिलेको लुकमा अगाडि फ्रन्टमा चाहिँ काउन्टरलाई फ्रन्टमा सारेर काउन्टरलाई ठुलो लामो बनाएको थिएँ। त्यो भइसके पछाडि एक्जिट डुअर र इन्ट्रान्स डुअर एउटै साइडमा भएकोले एकतिरबाट आउने अर्कोतिरबाट जाने, बिचमा प्यासेज बनाएर बिचमा चाहिँ वेट गर्ने ठाउँ, बस्ने ठाउँहरू नराखिकन। अनि कस्टमरहरूलाई आउँदा आउँदै तपाईँले यहाँ आएर अर्डर दिनुहोस्, गएर कारमा बस्नुहोस्, म खाना कारमा ल्याइदिन्छु। आउने, अर्डर दिने, पे गर्ने, कारमा गएर बस्ने, अनि म चाहिँ खाना लगेर कारमा दिने, कसैलाई पनि भित्र बस्न नदिने। किनभने हामीलाई पनि डर छ नि, उनीहरूलाई पनि डर छ, हामीलाई पनि डर छ। अनि उनीहरूलाई पनि सेफ राखेर आफू पनि सेफ बसेर काम गर्ने गरी मैले चाहिँ त्यो त्यसरी नै भित्र चाहिँ त्यो ब्यारिकेडहरू राखेर चाहिँ इन्ट्रान्समा पसिसके पछाडि एक्जिट हुने गरी बनाएको थिएँ। अनि त्यसरी नै कस्टमरहरू आउनुहुन्थ्यो, अर्डर दिनुहुन्थ्यो। अनि कस्टमरहरूलाई पनि युज टु भयो नि त, ए त्यहाँ गयो भने सजिलो छ है भनेर अनि दोहोऱ्याएर आउनु थाल्नु। अनि त्यही टाइममा सपोर्ट लोकल्स भनेर चाहिँ नि फेसबुक ग्रुपहरू बनाएर, फेसबुक हुँदो सोसियल मिडियामा भनौँ न स्पेसली सबैतिर चाहिँ क्याम्पिङ सुरु भएको थियो कि। अनि त्यो हुँदाखेरि के भयो भने मान्छेहरूले लोकल बिजनेस के छ त
मेरो वरिपरि नजिकै जसले डेलिभरी दिन्छ अथवा चाहिँ नि त्यहाँ गएर लिन सकिन्छ भनेर सर्च गर्दा चाहिँ हामीहरू चाहिँ सर्च इन्जिनमा अलि माथि थियौँ के गुगल रिभ्यूहरू पनि राम्रो भएको कारणले अनि फेरि हामी त लोकल भयो नि त अल्बर्टामा यहीँ क्यालगरीमै जन्मेको कम्पनी हो नि त कहीँबाट ल्याएको होइन नि त अनि त्यहाँबाट एकदमै धेरैले सपोर्ट गर्यो त्यतिखेर अनि बिजनेस चाहिँ हामीले एकदमै छिटो ग्रो गऱ्यौँ त्यो रिओपन गरे पछाडि चाहिँ सुरुमा बुढी र म मात्रै काम गर्ने 2 जना मात्रै काम गऱ्यौँ अरू इम्प्लोइलाई त घरमा राखेको थियो त्यतिखेर हामीसँग 4-5 जना इम्प्लोइ भइसकेको थियो नि त अनि 2 जना मात्रै जाउँ आखिर व्यापार हुँदैन बिहान जाउँ आखिर उहीँ खाम अलि चाहिँ व्यापार भयो भने भइहाल्यो भन्ने हिसाबले रिओपन गरेर आएको थियौँ हामीले फर्स्ट डेमै ह्यान्डल गर्न सकेनौँ सेकेन्ड डेबाट हामीले फेरि अर्को 1 जना भाइलाई बोलायौँ 3 जना भएर काम गर्न थाल्यौँ र केही दिनमै हामी सबैजना भएर काम गरेको थियौँ कि अनि एकदमै राम्रो रेस्पोन्स दियो त्यतिखेर त्यो सपोर्ट लोकलको क्याम्पिङले अनि त्यहाँ पछाडि चाहिँ अहिलेसम्म नै पछाडि फिर्केर हेर्नु परेको छैन भनेको सबभन्दा ठुलो बुस्ट चाहिँ झन् कोरोनाको बेला दियो जुन एउटा ठुलो च्यालेन्ज भयो जस्तो त्यही नै अपर्च्युनिटी बनाउनु भयो भनौँ न भएर आयो भन्दा पनि हैन कोरोनाको कारणले धेरै कुरा लुज गरेको हैन सबै कुरा सकियो भन्ने खालको धेरैजनाको गुनासोहरू अहिले सुनिन्छ नि त हैन तर हाम्रो त्यस्तो छैन तपाईहरुलाई झन् कोरोनाले बुस्ट दियो भनौँ न म त त्यो कोरोनाको टाइममा गरेको व्यापारले त मेरो टोटल लसहरू मैले कभर गरेँ त्यस पछाडि कोरोना सकिँदै मैले चाहिँ नि अर्को रेस्टुरेन्ट खोल्ने खालको मैले थट बनाएँ टिम बिल्ड गरेँ त्यस पछाडि टिम बिल्ड गर्ने आँट आयो किनभने त्यत्रो त्यो सिचुएसन कोरोनाको सिचुएसनमा पनि केही हुँदैन बिजनेस भन्ने कुराको नलेज पनि पाएँ नि त मैले भनेपछि कुनै पनि कुराहरू यस्तो डिजास्टरहरू आउँदा चाहिँ पेसेन्सली बस्नुपर्छ है भन्ने कुरा पनि त एउटा नलेज पनि सिकेको छु होइन एकदमै त्यो च्यालेन्जलाई अपर्च्युनिटीमा कसरी कन्भर्ट गर्ने भन्ने कुराको क्लासिक इक्जाम्पल भयो कि त्यही कोभिडको बेलामा डराएर घरै बसेको भए टिभी हेर्दै मुभी हेर्दै घरमै बसेर होइन आएर रेनोभेट गर्ने सोच बनाउनु भयो नि त त्यहीँ आउनुभयो रेनोभेट गर्नुभयो गर्दा गर्दै होइन खोल्न सकिन्छ कि भन्ने भयो हेर्दा राम्रो भयो नि त घरै बसेर हात बाँधेर बसेको भए त गाह्रो हुन्थ्यो नि त होइन त्यो अब पछि आएर रिनोभेसन गर्न पनि गाह्रो हुन्छ नि त रनिङ रेस्टुरेन्टहरूलाई त अनि त्यो बेला पाएको बुस्ट पनि त बिजनेसले पाउँथेन त्यतिखेर किनभने मान्छेहरूले लोकल बिजनेस के छ भनेर खोज्दै गर्दाखेरिमा चाहिँ बन्द छ भने त आउँथेन नि त कस्टमर आउँथेन नि त अनि त्यतिखेर हामी ओपनै हुन्थ्यौँ अनि धेरै कम रेस्टुरेन्टहरू खुलेको बेलामा पनि हामी चाहिँ ओपन नै हुन्थ्यौँ कि त्यतिखेर त्यो भएर पनि मान्छेहरू चाहिँ अब एप्रोच गरिहाल्थ्यो उनीहरू आइहाल्थ्यो त्यसपछि पछाडि फर्केर हेर्नु परेन त्यस पछाडि चाहिँ हेरेको छैन पछाडि राम्रै भइरहेको छ अहिलेसम्म चाहिँ त्यसपछि अहिले त पाथवेको 2टा आउटलेट छ होइन अनि क्यालगरीमा 2टा आउटलेट छ क्यालगरीमा अनि अहिले हजुरको टिम पनि छ पार्टनरहरू पनि त्यही कोरोना सकिँदै चाहिँ हामीले टिम बिल्ड गरेको छौँ अनि नयाँ आउटलेट खोल्ने अनि त्यसपछि अहिलेको टिमसँग चाहिँ कसरी भेट भयो अहिले कतिजना हुनुहुन्छ हजुरसँग अहिले क्यालगरीमा हामी 3 जना हुनुहुन्छ अरू 2टा पार्टनरहरू कसरी भेट्नुभयो त्यो टाइममा फेरि एकजना पार्टनर चाहिँ मेरो अब अलि पुरानै साथी अनि हाम्रो फ्यामिली रिलेसन पनि भएको कारणले आइजाइ भइरहेको थियो अनि आइजाइ भइराख्दाखेरि अब मैले सबै गरेको कुराहरू त सबै देखिराखेकै हुनाले अनि हाम्रो बिचमा चाहिँ अब जबबाट बाहिर निस्किनु पर्ला कि बिजनेसमा इन्भल्भ हुनु पर्ला कि भन्ने खालको कुरा गर्दाखेरि आउने हो भने रुम छ नि त सोच बनाउँदा हुन्छ भन्ने कुरा गर्दाखेरिमा त्यसरी नै सोच बन्यो तर यही एउटै दोकानको लागि होइन अरू ब्रान्च खोल्ने खालको सपोर्ट हुन्छ भने चाहिँ सोच बनाउनु भन्दाखेरिमा भाइले अनि हुन्छ सल्लाह गर्छु भन्दा 1 जना हुँदैन तर 2 जना चाहिन्छ अर्को पनि एउटा राम्रो मान्छे चाहिन्छ 2 जनाले गर्नु हुँदैन किनभने कस्तो हुन्छ नि बिजनेसमा भोटिङ राइट्स भन्ने हुन्छ कि हाम्रो भोटिङ राइट्स चाहिँ जहिले पनि इभन नम्बरबाट हुँदैन नि अनइभन चाहिन्छ कि म चाहिँ किनभने त्यो पहिला हाम्रो इभन नम्बर थियो 4 जना थियौँ नि त हामी तर त्यतिखेर भोटिङको कुनै जरुरी पनि परेन त्यस्तो केही पनि थिएन त्यतिखेर त छोड्ने डिसिजन 3 जनाले गरिसक्दा मैले एक्लैले ल्याएको थिएँ तर कुनै पनि कुराहरू डिसिजन बनाउनु पर्दा 2 भोट्स चाहिँ अब हामीले मान्य राख्नको लागि पनि 3 जना भयो भने राम्रो हुन्छ 2 जना मात्रै भएर चाहिँ नगरौँ भन्ने भएर अनि हामीले 3 जना
बनाउने निर्णय चाहिँ त्यसरी मैले गरेको थिएँ। त्यसरी नै 2जना भाइहरू जोडेर 3जना भएको हो हामी चाहिँ। जोडिनु चाहिँ कहिले जोडिनु भयो? 2020मा? 22 22 को ठ्याक्कै 22 हो कि 23 अहिले म कन्फ्युज चाहिँ छु। जे होस् 22 को नोभेम्बर जस्तो लाग्छ, सेप्टेम्बर न। अनि त्यति बेलै नयाँ ठाउँ चाहिँ हेरिसक्नु भएको थियो कि होइन, जोडिएपछि बल्ल खोज्नु त्यो थाल्नुभयो? त्यो चाहिँ अलिकति के छ भने कोरोनाको टाइमभन्दा अगाडिदेखि नि म भ्याकेसन पनि जानु पाएको थिएन। अलिक गाह्रो भइरहेको थियो नि त, थाकिसकिएको थियो कि। पैसा धेरै कमाइयो, अब एकछिन कमाइयो भन्दा पनि काम धेरै गरियो कि, कामै मात्रै गरियो। अब कमाउने त अब मेहनत गरेपछि त आउँछ नै होइन, त्यो अटोमेटिक हुने प्रोसेस होला सायद, मेहनत गर्दाखेरि नै हुने कुरा होला। पैसा त अलिअलि बनाएकै हो, नबनाएको होइन। किनभने मान्छेहरूले चाहिँ काम गरेर पनि केही भएन भन्छन्, म त्यसो भन्दिनँ। भएकोलाई भएकै भन्नुपर्छ नि त होइन। अनि छुट्टी बस्न पाएको थिइनँ। अनि भाइहरूलाई चाहिँ जोडिने कुराको हामीले जब डिसिजन बनाएपछि अब जोडिसकेर हामी टिम भइसकेपछि पहिलो एक्सन चाहिँ म छुट्टी जान्छु। फर्स्ट एक्सन चाहिँ म छुट्टी जान्छु। अनि छुट्टीबाट आए पछाडि चाहिँ अनि अर्को लोकेसनको सुरुवात गर्नुपर्छ। पहिला त खोज्नै पऱ्यो नि त। अब पहिला 70वटा जति हेर्दाखेरि एउटा खोलेको छ, अब फेरि कतिवटा हेर्नुपर्ने होइन। अनि त्यो चाहिँ आए पछाडि अनि सुरु गर्नुपर्छ भनेको थियो। त्यसरी नै नेपाल गएँ अनि बसेर आएँ। अनि अर्को भाइको पनि इमर्जेन्सी जानुपर्ने भयो फेरि त्यही बेलामा। अनि ऊ पनि इमर्जेन्सी गएर आए। अनि त्यस पछाडि चाहिँ हामीले सुरु गऱ्यौँ हेर्न त हेरिराखेकै थियौँ। अनि अलि सिरियसली चाहिँ त्यस पछाडि लाग्यौँ हामीले। विदिन 1 इयर भाइहरू जोइन भएको विदिन 1 इयरमा हामीले साउथको खोलेको हो। अनि त्यसरी चाहिँ 2टा ब्रान्च चलायौँ। त्यस पछाडि चाहिँ अलिकति अब त्यही कति टेक्निकल कुराहरू के हो, थर्ड ब्रान्चको लागि चाहिँ अलि ढिला भयो। अब सायद छिट्टै नै हामी थर्ड ब्रान्चको पनि एनाउन्स गर्छौँ। हामीले टिममा अर्को नयाँ ब्रान्चको लागि चाहिँ एकजना अर्को साथी पनि थपेका छौँ। यो कम्पनीमा चाहिँ अब हामी कोही पनि थप्दैनौँ, हामी 3जनाकै टिमले चलाउने हो अब पाथवे बर्गर्स एन्ड मोमोजको टिम चाहिँ। तर अरू हामीले थपेको ब्रान्चहरूमा चाहिँ नयाँ साथीहरू पनि जोडिनेलाई एउटा ब्रान्चमा एकजनालाई अपर्च्युनिटी दिने हिसाबले हामीले नयाँ त्यो मोडलमा जाँदैछौँ हामी चाहिँ। अहिले 22-23मा जोडेर भनेपछि 3-4 वर्षसम्म तपाईँहरूको टिम एकदम राम्रो एउटा इम्प्याक्टफुल टिम बसेर 2टा आउटलेटहरू मजाले चलाउनु भयो होइन। यो राम्रो पार्टनरहरू चाहिँ कसरी छान्ने रहेछ? हाउ टु फाइन्ड गुड पार्टनर्स? अनि के कुरा इम्पोर्टेन्ट हुने रहेछ? पैसा भएको पार्टनर राम्रो कि माइन्डसेट मिल्न पर्ने रहेछ कि ट्रस्ट हुन पर्ने रहेछ? के कुरा रहेछ? माइन्डसेट हो। अर्को कुरा चाहिँ पार्टनर राम्रो चाहिँ अब जस्तै मैले गरिरहेको बिजनेस छ अनि मैले कोही पार्टनर खोज्दैछु भने ममा डिपेन्ड हुन्छ कि आउने मान्छेमा डिपेन्ड हुँदैन। मैले कसरी चाहिँ नि ह्यान्डल गर्छु, किनभने आउने मान्छेलाई त सुरुमै सबै कुरो थाहा हुँदैन नि त। एक्सपेक्टेसन धेरै लिएर आयो भने पनि त्यो मान्छे काम गर्न सक्दैन। अनि आउने मान्छेले चाहिँ एक्सपेक्ट राखेर आउनु हुँदैन, धेरै एक्सपेक्ट राखेर आउनु हुँदैन। अब भाइहरूले धेरै एक्सपेक्ट राखेनन् पनि आउँदाखेरि, अनि सबै कुराहरू क्लियरली अनि हिडन केही पनि राख्नु हुँदैन। बिजनेस गर्ने मान्छेले चाहिँ केही कुरो हाइड गर्नु हुँदैन, सबै कुरो ओपनली भनिदिनुपर्छ, सबै कुरो थाहा दिनुपर्छ। थाहा दिइसकेर त्यो जान्दा जान्दै आएको मान्छेले र माइन्डसेट चाहिँ भएको मान्छे आयो भने त्यसले चाहिँ काम गर्छ। अब हाम्रो चाहिँ त्यही स्ट्रङ माइन्डसेट चाहिँ के थियो भने हामी 3जना जोडिसके पछाडि हामीले चाहिँ यसलाई बिल्ड गर्ने, एउटा मात्रै रन नगर्ने, हामीले मल्टिपलमै जाने भन्ने नै थियो। अनि त्यही हिसाबले नै हामी अहिले पनि त्यसरी नै काम गरिरहेका हुन्छौँ। अनि हामी दिनमा लगभग मिनिमम पनि 3 पटक हाम्रो कन्भर्सेसन हुन्छ, मिनिमम पनि। अब म्याक्सिमममा जाँदा त हाम्रो दिनमा 20औं चोटि पनि हामी गफ गरेको हुन सक्छौँ। हामी सँगै बाहिर जान्छौँ, सँगै पार्टी गर्छौँ, सँगै घुम्न चाहिँ जान पाउँदैनौँ है, बाहिर घुम्न जान पाउँदैनौँ। हामीले अहिले राम्रो एकदमै राम्रो टिम बिल्ड भएको छ। लगत्तै यहाँ 2टा भयो, उता एडमिन्टनमा पनि गएर फेरि छुट्टै नयाँ बिजनेस गर्नुभयो। एडमिन्टनको चाहिँ कस्तो भयो भने घर मैले यहाँको बेचेको थिएँ अनि घर किन्न यहाँ अलिक गाह्रो भइरहेको थियो, एकदमै धेरै नै गाह्रो भइरहेको थियो, महँगो भएर अनि एप्रुभ पनि भइरहेको थिएन। अब ब्याङ्कले एप्रुभ त गरिदिनु पर्यो होइन। अनि अलिअलि अब पैसा कमाएको छ भन्दैमा 2-4 पैसा खल्तीमा हुँदैखेरि यहाँ घर किन्नु चाहिँ सक्दैन मान्छेले, मोर्गेज त एप्रुभ गरिदिनुपर्छ।
अनि त्यो पनि भइरहेको थियो। अनि एडमन्टनमा घर सस्तो, एकदमै सस्तो भइरहेको। अनि एडमन्टन इन्भेस्ट गर्यो भने चाहिँ राम्रो हुन्छ भन्ने खालको एक किसिमको सबैले त्यही थट बनाइरहेको थियो कि। अनि जाउँ न त एडमन्टन भनेर, अनि एडमन्टनमा पनि ब्रान्च खोल्ने पाथवेको भन्ने पनि हामीले एक्सर्साइज गरिरहेको थियौँ, हेरिरहेको थियौँ। अनि एडमन्टन आउने जाने चाहिँ मेरो अलि बाक्लै भइरहेको थियो त्यो टाइममा। अनि जाँदाखेरि त्यही पाथवेकै ब्रान्चको लागि रेस्टुरेन्ट हेर्न जाँदै गर्दाखेरि त्यहाँ रियल्टर दाजु हुनुहुन्छ पेसल वास्तोला भन्ने, उहाँसँगको चाहिँ पहिलेदेखिको चिन्जान भएकोले उहाँको घरमा जाँदाखेरि चाहिँ यत्तिकै घर देखाइदिनु भयो क्या उहाँले। त्यहीँ नजिकै रहेछ उहाँको घरकै छेउमा नजिकै। ल यहाँ एउटा राम्रो घर आएको छ हेर्ने भने हेर्नु न त, राम्रो हुन्छ यहाँ इन्भेस्ट गर्दा अहिले भन्नुभयो। अनि घर हेर्नु गएको अति नै मन पर्यो कि। अब दुःख गरेर काम गरिराखेको छ, एउटा नयाँ घरमा पनि बसौँ न त, कति पुरानो घरमा मात्रै बस्नु होइन, कति दुःख गर्नु भन्ने पनि आउँछ नि सोचाइ। अनि त्यही सोचाइले घर हेर्नु गएको, ठ्याक्क मन पर्यो घर, एकदम राम्रो लाग्यो होइन। अब यतिको घर क्यालगरीमा म किन्नु सक्दिनँ, एकदमै लगभग 300,000 को डिफ्रेन्समा त्यहाँ त्यही लेभलको घर यहाँ भन्दा 3 लाख रुपियाँ कममा मैले एडमन्टनमा पाएँ। अनि मैले यसो विचार गरेँ 3 लाख कममै त्यति नै फेसिलिटीहरू युज गर्न पाइन्छ, त्यति नै नयाँ घरमा बस्न पाइन्छ, त्यति नै सुविधा प्रयोग गर्न पाइन्छ, अनि वाइ नट भन्ने खालको एउटा सोच आयो। अनि मैले मेरो वाइफ चाहिँ त्यतिखेर फिलिपिन्स गएको थियो। अनि उसलाई फोन गरेँ, यसरी म एडमन्टन आएको थिएँ, यस्तो यस्तो घर पायो भनेर। अनि त्यहाँदेखि किनौँ न, रेन्टमा लगाए पनि हुन्छ, पछि रेन्टमा लगाउँदा पनि हुन्छ, नत्र भने म गएर बस्छु भन्ने खालको कुरा उसले गरेछ। त्यो आँट आयो कि मलाई पनि। अनि मैले अफर हालिदिएँ, एप्रुभ पनि भयो, पायो पनि। अनि घर त्यहाँ भइसके पछाडि त त्यहाँ काम पनि गर्नुपर्ने हुन्छ, वाइफ त्यहाँ गएर बस्न थाल्यो। अनि म यहाँ अब यता काम गरिरहेको थिएँ। अनि नयाँ घरमा बस्ने भइसके पछाडि ऊ त्यहीँ बस्ने नै भयो, क्यालगरी नआउने, यही नयाँ घरमै यहीँ बस्छु म भन्ने खालको कुरा भइसकेपछि अब उसलाई पनि काम गर्न पर्ने हुन्छ। अनि आफूले काम आफै गरौँ भर्सक भन्ने हिसाबले अनि रेस्टुरेन्टहरू त हेरि नै राखेको थिएँ त्यतिखेर। अनि एउटा लोकेसन, राम्रो लोकेसन पायो। अनि यो लोकेसन चाहिँ छोड्नु हुँदैन भन्दाखेरिमा एडमन्टनको एउटा अर्को भाइले नै त्यो रेस्टुरेन्ट चाहिँ एप्रोच गरेको थियो मलाई, म पनि केही गर्छु, जोडियौँ र गरौँ न, मलाई पनि हेल्प गर्नु भन्ने खालको उसले गरिरहेको थियो। अनि तर अलिक महँगो छ भन्ने खालको कुरा चाहिँ यता हाम्रो टिमबाट पनि भइरहेको बेलामा त्यतिखेर त्यो रेस्टुरेन्ट महँगो भए पनि यो चाहिँ राम्रो चल्छ पछि लिनुपर्छ भन्ने खालको कहाँबाट त्यो एकदमै त्यो पनि डेस्टिनी आयो। त्यो होइन त्यसरी नै। अनि ठ्याक्कै कस्तो होइन, रन गर्नुको लागि त मान्छे चाहिन्थ्यो नि त। अनि भ्यान्कुभरमा मेरो एकजना साथीको छोरा चाहिँ एज ए सेफ काम गरिरहेको, ऊ जोडिने भयो क्या टिममा। अनि उसले मलाई काका भन्छन्, अनि काका म आउँछु, मलाई पनि म पनि ग्रो हुन्छु तपाईँ सँगसँगै, इन्भेस्ट गर्ने भने तपाईँ पनि इन्भेस्ट गर्नु, म पनि अलिअलि गर्छु, म रन गर्छु रेस्टुरेन्ट भन्यो उसले। अनि मेरो भतिजा पनि पढ्नु आएको थियो भ्यान्कुभरमा, ऊ पनि अनि मुभ भएर म पनि चलाइदिन्छु, म पनि बसेर काम गर्छु, मेरो पनि फ्युचर अबमा मैले गर्ने बिजनेस नै हो, म पनि टिममा जोडिन्छु भन्ने। अनि ल त्यस्तो हो भने तिमीहरूले रन गर्छौ भने चाहिँ म इन्भेस्ट गरिदिन्छु भनेर अनि त्यो रेस्टुरेन्ट अनि मैले किनेँ, महँगै भए पनि किनेँ मैले त्यो रेस्टुरेन्ट र अहिले त्यो चलाउँदैछौँ। भ्यान्कुभरमा अहिले दुईवटा, एडमन्टनमा अहिले दुईवटा बिजनेस रेस्टुरेन्ट चाहिँ एउटा हो। हजुर। अर्को चाहिँ मैले फ्याक्ट्री भनेर खोलेको छु। कमर्सियली केही रेस्टुरेन्टहरूलाई अहिले सुरु गरेको छ, धेरै ठुलो मार्केट अहिले बनाइहालेको छैन, किनभने म यता बढी फोकस भएको कारणले मैले पनि टाइम दिन पाएको छैन। अहिले हप्तामा कति दिन यता कति दिन एडमन्टन बस्नुहुन्छ? मेरो यता 4 दिन हुँदा उता 3 दिन हुन्छ, यता 5 दिन हुँदा 2 दिन हुन्छ। त्यो चाहिँ अब सधैँ त्यस्तो पनि हुँदैन, कहिले कहिले एक दिनको लागि पनि जानुपर्छ, किनभने यहाँ अब कति कामको लोड। तर मेरो प्राथमिकता चाहिँ क्यालगरीमै हो, कामको चाहिँ बिजनेस र कामको चाहिँ क्यालगरी नै हो, क्यालगरीलाई नै पाथवेलाई नै बढाउने हो। त्यो चाहिँ अब भतिजाहरूको लागि अब खोलिएको छ। उनीहरू रेडी भएको दिनमा त्यसलाई ग्रो गर्छु भने उनीहरूले मलाई सल्लाह दिए अनुसार बढ्छ, त्यो पनि बढ्ला, त्यसको आफ्नो ठाउँ छ। तर प्रायोरिटी चाहिँ मेरो पाथवे नै हुन्छ, किनभने जन्माएको आफूले होइन, आफैले हुर्काउनु पर्ने हुन्छ नि त। अघि पनि ठ्याक्क भन्नुभएको थियो नयाँ आउटलेट पनि मोरोबर खोल्दैछ, त्यो चाहिँ विदिन क्यालगरी नै हो। ओके।
हामी चाहिँ अहिले लिजको प्रोसेसमा। प्रोसेसमा छौँ। डकुमेन्टहरू आज मात्रै भर्खरै सब्मिट गरेर आएको छु। अब त्यो लिजको कन्फर्म भयो भने हामी अरू कुरामा चाहिँ फाइनेन्सहरू सबै कुराहरू चाहिँ हामी रेडी छौँ। एकजना नयाँ साथीलाई जोड्दैछौँ। त्यो बराबर लिजको प्रोसेस सर्ट आउट भयो भने अबको कति समयपछि हामीले अर्को पाथवे फेरि देख्न सकिन्छ? हामीले चाबी पाउने चाहिँ मार्चको एन्डमा पाउँछौँ। भनेपछि अप्रिल 1मा हामीले त्यहाँ काम सुरु गर्न पाउँछौँ। हामीलाई 1 महिना लाग्छ हाम्रो मोडलमा लानको लागि। भन्दाखेरि मेको 1 ओके, भनेपछि आजको दिनमा सबै कुराहरू मिल्दै भने जस्तै रहँदै गयो भने अबको मेको फर्स्ट विकमा मार्च 30मा हामीले सोसियल मिडियामा एउटा पोस्ट चाहिँ हाल्छौँ। भनेपछि मेको 1 2026बाट नयाँ आउटलेट अर्को एउटा सुरु हुन सक्ने नयाँ सुरु हुन्छ लगभग पाथवेको 3rd ब्रान्च भनेर हामीले त्यसलाई चाहिँ प्राउडली भन्ने दिन चाहिँ आउँछ। त्यो भएन भने पनि हामी अब एकदम एग्रेसिभली लागेका छौँ। हाम्रो टिमले चाहिँ अरू साना टाउनहरूमा पनि हामीले टिम बिल्ड गर्दैछौँ। 1-2वटा टाउनमा टिम बिल्ड भइसकेको छ। अब हामीले चाहिँ त्यहाँ राइट रेस्टुरेन्ट पाउँदाखेरि हामीले चाहिँ बनाउने भन्ने हिसाबले अहिले एकदम सर्च एग्रेसिभली लागिराख्नु भएको छ। एग्रेसिभली लागेका छौँ हामी। 2टा टाउनको लागि चाहिँ एग्रेसिभली लागेका छौँ। रियलिस्टिक भएर हेर्दाखेरि अबको 2 वर्षमा कतिवटा आउटलेट देख्न पाइएला? मैले इन्भेस्ट गरेका चाहिँ 7 पुग्छ कि त्यो नम्बर मेट गर्छ कि अबको 2 वर्षमा। एकदम एग्रेसिभ प्लानिङ छ। 27को इन्डसम्ममा चाहिँ 7वटा सम्ममा चाहिँ मेरो पाइला पुग्छ। पाथवेको पनि 5वटा हुनसक्छ होइन। पाथवे बर्गर एन्ड मोमोजलाई 5वटा बनायो भने, किनभने मोमो किचनले अब एउटा ब्रान्च खोल्ने धेरै चाहिँ रन गर्ने प्लान छैन त्यसको। 2टाको सोचमै सुरुबाटै त्यो चाहिँ 2टैको लागि। अब यो 7वटाको गरेछ नि, यसले 7वटा पुर्याउनु पर्छ होइन। 7वटै पुग्छ होला सायद अब अरू टाउनहरूमा पनि जोड्दै गइयो भने। 2टालाई गरेर 27को इन्डसम्म 7वटा चाहिँ हुन्छन् होला। अहिले जस्तै काम भइरहेको बिजनेस हो। फेरि भोलि अब यसको के हुन्छ त मलाई पनि थाहा छैन नि त। होइन, राम्रो हुन्छ गर्ने मान्छेको त्यो झन् च्यालेन्ज आयो भने झन् अपर्च्युनिटी बनाउनुहुन्छ होइन। कोभिडलाई अपर्च्युनिटी बनाए जस्तै होइन, त्यसरी नै अपर्च्युनिटिजहरू आयो भने त ग्राब गर्ने त छ नै, गर्ने नै हो। 7वटाको ठाउँमा 9वटा पनि हुन सक्छ। त्यो त अब वाइ नट होइन। अब किनभने हिजो चाहिँ सबवे पनि 9वटा रन गरेको छु मैले विदिन क्यालगेरीमै होइन। भने पछाडि रन गर्न चाहिँ सकिन्छ। अलिकति अब लेबरको प्रब्लम हो क्यानाडामा चाहिँ। बिजनेस गर्दाखेरिको सबैभन्दा गाह्रो भनेकै लेबर हो। अरू कुराबाट त्यति गाह्रो हुँदैन किनभने प्रोडक्टहरू राम्ररी पाउँछ। सप्लायर्सहरू जता पनि पाउँछ, जति पनि पाउँछ, जस्तो कुराहरू पनि पाउँछ। यहाँ हामीले नपाउने भनेको चाहिँ लेबर हो नि त। अनि महँगो पनि छ। सबभन्दा एक्सपेन्सिभ भनेकै लेबर हो। अनि लेबर पाउँदा, काम गर्ने मान्छे पाउँदा र अनि हामीले कन्टिन्यू इन्भेस्ट गर्ने सोच बनाइराख्दा चाहिँ बढ्छ। अब अलिकति चाहिँ नेपाली कुजिनको विषयमा डिस्कस गरौँ होइन। अब यत्र मल्टिपल आउटलेटहरूका प्लानिङ छन्, अहिले पनि रन गरिराख्नु भएको छ मल्टिपल आउटलेट। अरू नेपाली मल्टिपल रेस्टुरेन्टहरू पनि छन्, क्याफे एन्ड रेस्टुरेन्टहरू पनि छन्। क्यानेडियन मार्केटमा नेपाली कुजिन अहिले कस्तो स्थितिमा देख्नुहुन्छ? ग्रोइङ भन्नुपर्छ। किनभने नेपाली खानालाई अब मैले अब 10 वर्षदेखि हेरिराखेको छु नि त। म त फास्ट फुड बेस्ड मात्रै भएँ। मैले गरेको चाहिँ नेपाली खाना भनेको फास्ट फुडमा युज हुने मात्रै हो। अब हाम्रो फाइन डाइनिङको पनि छ। अनि अब इक्जाम्पलकै लागि फाइन डाइनिङ रेस्टुरेन्ट लिने भने हामीसँग क्यालगेरीकै लिँदाखेरि हिमालयन डाउनटाउनमा दाजुको छ। एकदमै राम्रो गर्नुभएको छ। उहाँको मार्केट यति ठुलो छ कि अब त्यो अरू धेरैले पनि त्यो लेभलको कामहरू गर्दाखेरि काम पुग्ने गरी उहाँले मार्केट बनाइदिइसक्नु भएको छ नेपाली खानाको। फास्ट फुडको लागि हामीले सुरु गर्दाखेरि भनेको क्यानाडामा त नेपाली फास्ट फुड थिएन नै।
इभन मोमो चाउमिनको पनि मार्केट थियो होला, तर रेस्टुरेन्टहरू थियो होला, कतै बेच्थ्यो होला, तर मेन स्ट्रिममा आएर फास्ट फुडलाई नै मोमोलाई नै मेन प्रडक्ट बनाएर अथवा नेपाली फास्ट फुड प्रडक्टलाई नै मेन प्रडक्ट बनाएर बिजनेस सुरु गरेको चाहिँ पाथवेले नै हो नि त। पहिलो रेस्टुरेन्ट हो क्यानाडामा। अनि यति राम्रो मार्केट बनाइसकेको छ कि अहिले मोमो भन्ने बित्तिकै सबै मान्छेहरूलाई सुरुमा मोमो भन्यो भने के हो मोमो क्वेसनहरू एभ्री कस्टमरले गर्थ्यो भने अहिले 10जना कस्टमर आयो भने 1जनाले मात्रै सोध्दछ। त्यो कस्टमरहरू नेपाली हुँदैन 10जना। भन्नुको मतलब धेरैले थाहा पाइसक्यो नेपाली खाना पपुलर भइरहेको छ। अझ मैले जान्दा त मोर रेस्टुरेन्ट सुड बी ओपन होइन, नेपाली रेस्टुरेन्ट है, नेपाली नाममै खोल्नुपर्छ अझ। अब हामीले पाथवे खोल्यौँ सुरुमा, त्यो नाम सुरुमा त नेपाली थियो, पछि आएर पाथवे भयो। पाथवे नै पपुलर भइसके पछाडि नाममा नरहँदाखेरि खाना त पपुलर भएको छ नि त। नेपाली रेस्टुरेन्टहरू, फाइन डाइनिङ रेस्टुरेन्टहरू खोल्न जरुरी छ। अहिलेसम्म कसैले एड गरेको छैन फाइन डाइनिङ रेस्टुरेन्टको लागि। मार्केट छ, राम्रो छ, एकदमै राम्रो, एकदमै राम्रो, एकदमै राम्रो। मैले बाहिर साथीहरूलाई अरू फाइन डाइनिङ रेस्टुरेन्टहरू गर्ने एक्सपिरियन्स साथीहरू, किनभने मैले गर्ने फास्ट फुड हो भने अरूले फाइन डाइनिङ गर्ने साथीहरू पनि त छ नि त। उनीहरूलाई मैले बारम्बार भनिरहेको छु, बरु म पनि इन्भेस्ट गर्छु एउटा फाइन डाइनिङ रेस्टुरेन्ट खोल्नु, साथीहरू तपाईँहरू मिलेर खोल्नुहोस्, बारम्बार भनिरहेको हुन्छु कि। तर कसैले एड गरिराख्नु भएको छैन। मार्केट चाहिँ ठुलो छ हामीले देख्दाखेरि, किनभने एभ्रिडे हाम्रोमा आएको कस्टमरहरूले नेपाली खाना खान खोजिरहेको छ, सोधिरहेको हुन्छ हामीलाई। हामीले नेपाली खाना भनेर धेरै भेगमा चिन्दाखेरि भनेको मोमो चाउमिनै एकदमै नेपाली खाना हो भन्ने मात्र छ नि त अहिलेसम्म त। सोच्दाखेरि हामीले यहाँ आएर विदेशीहरूले देखेको हेर्दाखेरि केही त्यस्ता अनटच्ड अझै ठाउँहरू छन् जहाँ नेपाली कुजिन अझै एक्सपान्ड हुने, अझै ठुलो मार्केट बन्न सक्ने देख्नुहुन्छ तपाईँले? छ नि, नेपाली खानालाई राम्रोसँग प्रेजेन्ट गरेर गर्ने हो भने दाल भात तरकारी भन्छौँ नि, जुन हामी थाली भन्छौँ, थाली नभनौँ हामीले होइन, एउटा हामीले ढिँडोको सेट भयो, भातको सेटहरू हामीले डिफ्रेन्ट नाममा, अब किनभने इन्डियन थाली भन्ने बित्तिकै यो इन्डियन खाना रहेछ भन्ने खालको इन्डियनसँग रिलेट भएर आउँछ, त्यसलाई अलिकति डिफ्रेन्ट तरिकाले नाममा मात्रै डिफ्रेन्ट राखिदिँदा हुन्छ। अनि नेपाली टेस्टको खाना चाहिँ अहिले पनि क्यालगरीमा कसैले खोल्छ भने लोकेसन चुज गर्दा चाहिँ अलिकति ध्यान पुर्याउनु पर्ने हुन्छ, जसले खोल्छ। अब गरिराखेको मान्छेहरूसँग सल्लाह लिएर कसैले खोल्छ भने धेरै राम्रो मार्केट छ क्यालगरीमा स्पेसल्ली। भ्यान्कुभरमा एउटा रेस्टुरेन्टको बारेमा मलाई जानकारी भएअनुसार, मैले त्यहाँ काम गर्ने मान्छेसँगको राम्रै रिलेसन भएको कारणले मैले बुझेअनुसार उहाँले गरेको जति बिजनेस चाहिँ यहाँ 3टा रेस्टुरेन्टले गऱ्यो भने पनि 3टा रेस्टुरेन्ट राम्रो प्रफिटमा जान्छ, त्यति राम्रो बिजनेस गर्नुभएको छ। भ्यान्कुभरमा हुनुहुन्छ, नेपाली फाइन डाइनिङ छ। केही इन्डियन खानाहरू उहाँले चाहिँ जोड्नु भएको छ, तर म चाहिँ अझै पनि भन्छु इन्डियन खाना नजोडिकन, नराखिकन प्युर नेपाली खाना मात्रै राखेर गर्ने भने एकदमै राम्रो छ। त्यो एउटा नेपालीहरूले एकदमै गर्न जरुरी छ, जसलाई फाइन डाइनिङको नलेज छ। नलेज चाहिँ हुनु पर्यो नि त, फेरि नलेज त हुनु पर्यो, अनि त्यो गर्न सक्ने आँट पनि हुनु पर्यो। अब म चाहिँ आँट गर्दिनँ, नलेज त मैले पनि राखेको छु, मैले धेरै रेसिपीहरू बनाएर राखेको छु, तर मैले चाहिँ त्यो खानातिर मैले आँट गरेको छुइनँ अहिले। म चाहिँ कसैले इन्भेस्ट गर्छ भने काम गर्छ भने इन्भेस्ट चाहिँ गर्न सकिन्छ होइन, इन्भेस्टको चाहिँ बाटो आफ्नोमा छ। म चाहिँ अहिले जे गरिरहेको छु यसैलाई चाहिँ कन्टिन्यू गर्ने, अर्कोतिर हात नहाल्ने, साइलेन्टली हात हाल्ने भन्ने चाहिँ छ। त्यो चाहिँ छ, एकदमै राम्रो छ नि नेपाली खानाको। नेपाली कुजिनमा सबभन्दा जस्तै स्कोप बोकेको फास्ट फुड, जस्तै अहिले हामी मोमो चाउमिन छ नेपाली फास्ट फुड भनेर, मोमो चाउमिनै छ बेसिकली होइन। कुनै दिन मोमो चाउमिन यो पिज्जा बर्गर जस्तो स्केलेबल बनाउन सकिएला? आनन्दले सकिन्छ, भइरहेको छ नि भाइ, अहिले भइरहेको छ। अब जतिखेर मैले अघि 10 वर्ष अगाडि खोल्दै गर्दा एउटा पनि फास्ट फुड थिएन नि नेपाली। अनि मैले सम्झिँदाखेरि 17को मिडतिर होला टोरन्टोमा एउटा रेस्टुरेन्ट खुलेको थियो, मोमोज एन्ड टाकोज भनेर। सायद अहिले त्यो छैन होला, मैले त्यसको कतै सोसियल मिडिया कहीँ देखेको छैन, मैले आफूले सर्च पनि गरेको छैन। सुरु गरेको थियो कि त्यो हुँदै हुँदै अहिले टोरन्टोतिर त यति धेरै रेस्टुरेन्टहरू मोमोको मात्रै है, मोमो चाउमिनलाई मात्रै बेस बनाएर धेरै रेस्टुरेन्टहरू खुलिसकेको छ, मार्केट बढेर गइरहेको छ।
भन्नुको मतलब भोलि हामीले जति पनि प्लाजाहरूमा जान्छौँ, इच प्लाजामा एउटा सबवे अथवा चाहिँ नि सबवे नभए म्याकडोनाल्ड्स नभए एनडब्लु यी फास्टफुडहरू देखे जस्तै, अथवा प्रत्येक चाहिँ नि एउटा कर्नरमा एउटा भियतनामिज सुप रेस्टुरेन्ट, चाइनिज रेस्टुरेन्ट भए जस्तै हामीले नेपाली रेस्टुरेन्टहरू पनि एभ्री 5 किलोमिटर ड्राइभ अथवा 4 किलोमिटर ड्राइभ हामीले त्यो टार्गेटमा खोल्न थाल्यौँ भने जताततै नेपाली रेस्टुरेन्टहरू चल्न सक्छ। अब नेपाली कुजिनले त्यो स्कोप चाहिँ बोकेको छ, बोक्छ। किनभने नेपाली कुजिनको मार्केट चाहिँ नेपाली मात्रै नभएर सबै नै हुनसक्छ के। जस्तै इन्डियन कुजिनको छ नि, त्यसरी नै नेपाली खानाको पनि मजाले जान सक्छ। मोमो हामीले कहिले ड्राइभ थ्रुमा एज्युम गर्न सक्छौँ? अहिले यहाँ त एकदम ड्राइभ थ्रु कल्चर छ नि। ड्राइभ थ्रु त्यो चाहिँ लेब्रिजमा एउटा रेस्टुरेन्ट आएको थियो, ड्राइभ थ्रु रेस्टुरेन्ट सेलमा आएको थियो। अनि त्यतिखेर मैले चाहिँ त्यतिखेर स्टडी गरेको छु र यसको लागि गर्न सकिन्छ सकिँदैन भनेर सानो स्टडी पनि गरेँ मैले। अनि गर्दाखेरि अलिकति टफ चाहिँ छ, किनभने त्यसको लागि हामीले मोमोको क्वालिटीमा चेन्ज ल्याउनु पर्छ। अहिले जुन क्वालिटीको मैले सर्भ गरिरहेको छु, जुन टाइपको सर्भ गरिरहेको छु, जुन कन्सेप्टको सर्भ गरिरहेको छु, कन्सेप्टलाई चेन्ज गर्यो भने चाहिँ ड्राइभ थ्रुमा जान सकिन्छ। अब ठ्याक्कै के गर्नुपर्छ भनेर चाहिँ अब त्यो हेर्नै पर्छ होइन। मैले चाहिँ बनाएर राखिसकेको छु। थोरै कन्सेप्ट चाहिँ मैले मोमोको कन्सेप्टमा चेन्ज ल्यायो भने ड्राइभ थ्रुमा मजाले गर्न सकिन्छ। अब हाम्रो के हुन्छ भने ड्राइभ थ्रु गर्दाखेरिको चाहिँ विन्डो 1 विन्डो 2 अथवा सर्भिङ विन्डो भनेर 2टा या 3टा विन्डोबाट सर्भ हुन्छ नि त। जस्तै म्याकडोनाल्ड्स अथवा एनडब्लुहरूको टिम हटनको जस्तो चाहिँ हामीले गर्न सक्दैनौँ, किनभने उनीहरूको सर्भिस टाइम भनेको चाहिँ 40 सेकेन्ड 30 सेकेन्ड 70 म्याक्सिमम् 1 मिनट 10 सेकेन्ड 15 सेकेन्डमा चाहिँ उनीहरूले दिएकै हुनुपर्छ। त्यहाँभन्दा माथि 70-75 सेकेन्डभन्दा माथि जाँदैन होइन। हामी त त्यो त सक्दैनौँ, मोमोलाई चाहिँ त्यसमा लान चाहिँ सकिँदैन। त्योभन्दा अलिकति डिफ्रेन्ट कन्सेप्टबाट सर्भिङ पनि डिफ्रेन्ट कन्सेप्टबाट हुनुपर्छ। अनि मोमो इट्सेल्फ होइन, मोमोको रेसिपी चेन्ज हुनुपर्छ थोरै। त्यो मैले चाहिँ त्यो सबै गरेर राखिसकेको छु। त्यतिखेर लेब्रिजको त्यो दोकान आउँदै गर्दा चाहिँ त्यो पहिला केएफसी ड्राइभ थ्रु केएफसी बन्द भएको रहेछ धेरै पहिला। अनि पछि अरू रेस्टुरेन्टहरू खुलेर अनि त्यो स्ट्रक्चर चाहिँ अहिले त्यतिकै ड्राइभ थ्रुको स्ट्रक्चरहरू भएको एउटा दोकान पाएको थियो। अनि त्यसलाई पायो भने गर्दाखेरि कसरी गर्ने भनेर मैले हल्का स्टडी गर्दाखेरि चाहिँ मोमोलाई चाहिँ अलिकति हामीले चेन्ज गराउनु पर्ने हुन्थ्यो। अनि अब पाथवेले आफ्नो एउटा हिस्ट्री बनाइसकेको छ, एउटा फ्लेभरमा हिस्ट्री बनाइसकेको छ, एउटा रेसिपीमा, एउटा कन्सेप्टमा। अब यो कन्सेप्टलाई चेन्ज गरेर एउटा दोकानको लागि ट्राई गर्नुभन्दा त डिफ्रेन्ट नामबाट आउनुपर्ने हुन्छ होला, किनभने यसलाई पनि त बिगार्नु त हुँदैन नि त। बिल्ड गरिसकेको छ, बिजनेस बिल्ड गरिसकेको छ, कस्टमर बिल्ड भइसकेको छ। अनि त्यो गरिनँ, तर मैले स्टडी चाहिँ गरिसकेको छु र आनन्दले गर्न सकिन्छ। कुनै दिन देखिएला त्यो चाँडो यसरी नै अब काम गर्दै गइयो, हेल्थले साथ दिइराख्यो भने गर्ने हो। त्यो पनि एउटा एक्सपेरिमेन्ट गरेरै छोड्ने हो। अब हामी अन्त्यतिर आउन लाग्यो हाम्रो कुराकानीको होइन, मिठो गफ हुँदैछ। कोही नयाँ इन्सपाइरिङ मान्छे जसले चाहिँ रेस्टुरेन्ट व्यवसायमा फुड एन्ड हस्पिटालिटी बिजनेसमा केही गर्न चाहन्छ भने के सजेस्ट गर्नुहुन्छ? किनभने फुड एन्ड हस्पिटालिटी भने कस्तो बिजनेस जस्तो लाग्छ भने मलाई जसले पनि मैले गर्न सक्छु भन्ने आँट हुन्छ कि। जस्तै त्यही रेस्टुरेन्टमा काम गरिरहेको कुकलाई के लाग्छ भने मेरै रेसिपीले गर्दा मात्र यो रेस्टुरेन्ट चलेछ, मैले खोल्यो भने त चल्छ जस्तो लाग्छ। त्यही काउन्टरमा बस्दै गरेको मान्छेले के हुन्छ भने मलाई थाहा छ यो सबै अनि मैले खोल्यो भने चल्छ जस्तो लाग्छ। त्यही सर्भिस गरिरहेको मान्छेलाई एउटा कुकले बनाउने मात्र हो, राम्रोसँग सर्भिस दियो भने त चल्छ जस्तो लाग्छ। त्यो हुँदाहुँदै त्यो खाना जाने मान्छेलाई पनि यो सबै कुरा गरेर चाहिँ केही छैन, रेस्टुरेन्ट त राम्रो चल्छ भनेर म पनि खोल्न सक्छु भन्ने चाहिँ रेस्टुरेन्ट खोल्न चाहिँ सबैले त्यो सक्छु जस्तो राखेर अनि धेरै मान्छे आउन पनि आउनुहुन्छ होइन। मेरो विचारमा रेस्टुरेन्ट व्यवसाय चाहिँ सबभन्दा धेरै मान्छे इन हुने अनि आउट हुने बिजनेस पनि हो जस्तो लाग्छ। धेरै आइ पनि रहेका छन्, गइ पनि रहेका छन्। हामीसँगै एप्रोच गर्ने साथीहरू एकदमै धेरै ठुलो नम्बर छ। मसँगै एप्रोच गर्ने पनि धेरै ठुलो नम्बरले मलाई एप्रोच गरेको छ, गर्छु म पनि गर्छु भनेर। जतिखेर मैले 2जना साथीहरूलाई एड गरेर टिम बनाएँ, त्योभन्दा अगाडि टिम बिल्ड गर्नुपर्छ भनेर मैले पनि एप्रोच गरेको छु र उताबाट एप्रोच भएको पनि धेरैजनासँग बसेर कुरा गरेको छु। तर अघि हामीले कुरा गऱ्यौँ नि माइन्डसेट भन्यौँ नि,
एकदमै जरुरी छ, एकदमै स्ट्रङ हुनुपर्छ त्यो चाहिँ। अनि फ्यामिली इन्भल्भमेन्ट गराउनु हुँदैन भरसक। बिजनेस गर्ने मान्छेले फ्यामिलीलाई चाहिँ इन्भल्भ गराउनु हुँदैन, किनभने स्पेसली रेस्टुरेन्ट बिजनेस गराउने मान्छेले एकदमै इन्डिपेन्डेन्टली काम गर्ने हुनुपर्छ। दुईवटा कुराका लागि, एउटा अलिअलि लस हुन थाले पछाडि त्यसको हिसाब किताब घरमा दिनुपर्छ भने त्यहाँनिर प्रब्लम त्यहाँ आएको छ मेरो एक्सपिरियन्समा चाहिँ। अनि अर्को कुरो चाहिँ टाइम अति दिनुपर्ने हुन्छ। फ्यामिलीले काम गर्न दिनुपर्छ, छोडिदिनुपर्छ। छोड्दैन भने त्यहाँ पनि त्यो मान्छे पनि सक्सेस भएको छैन मैले देखेको चाहिँ। जसले चाहिँ त्यो घरमा पैसा एकदमै धेरै हिसाब हुने मान्छे पनि सक्सेस भएको छैन। जसले चाहिँ घरमा बढी टाइम दिनुपर्ने हुन्छ नि त्यो मान्छे पनि रेस्टुरेन्ट बिजनेसमा चाहिँ सक्सेस भएको छैन, अरू बिजनेसमा भएको होला। अनि त्यो लेभलमा बिजनेसलाई अटो पाइलटमा पुर्याएपछि मात्रै त्यो लेभलमा पुगिन्छ नि त। अटो पाइलटमा पुर्याउनु भनेको त गाह्रो छ। रेस्टुरेन्ट त फेरि कि चाहिँ अब म्याकडोनल्ड्सहरू जस्तै अटो पाइलटमा जाने बनाउन सक्नु पर्यो। हामी चाहिँ त्यो क्रममा जाने प्लानमा छौँ। अब पाथवे चाहिँ अब लगभग अटो पाइलटमा जान्छ होला, इम्प्लोइहरूले हेर्न सक्ने बन्दैछ छिटै नै। हामी त्यसको लागि अहिले काम गरिरहेका छौँ होइन। त्यसको लागि पनि टिम बिल्ड हुनु पर्यो, अनि चलाउन सक्ने मान्छेहरू हुनु पर्यो, ट्रेनिङ सिस्टम हामीले चाहिँ अलि राम्रो बनाउनु पर्यो। अनि ती सबै कामहरू गर्नुपर्ने हुन्छ। भनेपछि कोही नयाँ गर्न आउँछ भने चाहिँ अलि दह्रो मुटु बनाएर माइन्डसेट लिएर टाइम कमिट हुने गरी टाइमको चाहिँ एकदमै कमिटमेन्ट दिनुपर्ने हुन्छ। अनि म गर्छु नै भन्ने माइन्डसेटबाट आउनुपर्छ। अनि अर्को कुरो, अब रेस्टुरेन्ट गर्न थाल्यो, आज सुरु गरेर म चाहिँ नेक्स्ट मन्थ मैले यति बिजनेस प्लान हुन्छ नि त। एउटा रेस्टुरेन्टले ल बिजनेस प्लान गर्यो अरे, ल नेक्स्ट मन्थ चाहिँ म यति सेल गर्छु, यति सेलबाट अनि यति रेन्ट तिर्छु, यति यो खर्च गरेर अनि यति बच्छ, यति प्रफिट गर्छु भनेर एउटा बिजनेस प्लान बनाएर हामीले चाहिँ सुरु गरेका हुन्छौँ नि त। मिट नगर्नु सक्छ, नगरेको खण्डमा त घाटा हुनसक्छ, पकेटबाट टप अन त गर्नु पर्यो नि त। त्यो गर्न पनि आँट हुनुपर्छ, त्यो गर्न पनि साहस राख्नुपर्छ। त्यो चाहिँ नि फ्यु मन्थ नभएर फ्यु इयर्स पनि जान सक्छ नि त। अनि फ्यु इयर्स पछाडि सक्सेस आउन सक्छ, वेट गर्न सक्छ। प्यासेन्स त चाहियो, निरन्तरता भन्छ नि, निरन्तरता चाहिँ एकदमै जरुरी हुन्छ। स्कोप छ नेपाली कुजिनको, नेपाली फुडको, सबै कुराको स्कोप छ। तर नेपालीहरूको भन्दा पनि जुन तरिकाले हामीले नेपालीहरूले काम गर्छौँ नि, हामी नेपालीहरूको जुन हाम्रोमा अलिक त्यो तडक भडक छैन कि काम गर्दाखेरि साइलेन्टली काम गर्छौँ कि हामी। जस्तै म कति रेस्टुरेन्टतिर गइरहेको हुन्छु, अनि त्यो रेस्टुरेन्ट ओन गर्ने मान्छेहरू हुन्छ, ओनरहरू हुन्छ होइन। उनीहरू त्यहाँ चाहिँ उनीहरूको तडक भडक हुन्छ कि, मतलब उनीहरूले चाहिँ सो अफ गरिरहेको हुन्छ, म त ओनर हो है, आफू काम गरेको हुँदैन, ओए जा त्यो काम गर, ओ त्यो काम। हामीले नेपालतिर देख्थ्यौँ नि, यहीँ पनि त्यो। अनि मलाई नै कतिजनाले एप्रोच गर्नु, म अगाडि आएर स्विप गरिरहेको हुन्छु नि, दाइ अथवा कसैले अङ्कल भन्ला, कसैले दाइ भन्ला, कसैले भाइ भन्ला, कहाँ आफै ओनर भएर बढाइरहेको, पठाउनु नि मान्छे। म आफै खाना सर्भ गरिरहेको हुन्छु, म आफै चाहिँ नि वासरुम सफा गर्नु गइरहेको हुन्छु, मैला छ भने म आफै डिसहरू सफा गर्नु गइरहेको हुन्छु, बढाइरहेको हुन्छु, म पानी राखेको हुन्छु। त्यो त काम हो नि। हामीले काम चाहिँ सबै काम आफ्नै हो है भनेर गर्ने भयौँ भने पनि हुन्छ। त्यो एउटा नेपालीहरूमा चाहिँ अलिक छैन। अरूमा जति छ त्यति नेपालीमा चाहिँ, नेपाली सबै काम आफै गर्छन्। त्यो भएर पनि नेपालीहरू सक्सेस हुन्छन् रेस्टुरेन्ट बिजनेसमा चाहिँ। अब अन्तिममा आइसक्यौँ होइन। अब अन्तिमतिर केही कुरा सुरु गर्न खोजिरहेका, हाम्रो यो पोडकास्ट हेरिरहेका, केही कुरा सुरु गर्न खोजेका यङ इन्डिभिजुअल्सहरू तर स्टार्ट गर्न डराइरहेका, किनभने फर्स्ट स्टार्ट चाहिँ सधैँको एकदम स्क्यारी हुन्छ कि, सबै डराउँछन् नि त, सपना बुन्छन्। सुरु गर्दाखेरि यो हुने हो कि नहुने कि भनेर कतिले त डर गरी जिन्दगी बित्छ होइन। त्यस्तो इन्डिभिजुअलहरूलाई के सल्लाह दिन चाहनुहुन्छ? अब कस्तो छ भने रहर नगर्नु, स्किल बिल्ड गर्नु। के गर्ने भनेर पहिला आफूले प्लान गर्नु। अब जस्तै मानौँ न, अब मैले जस्तो काम गर्ने भनौँ न, एउटा इक्जाम्पल दिँदा, ल म चाहिँ नारायण दाइले जस्तो गर्छु, म चाहिँ पाथवे जस्तै एउटा बिजनेस गर्छु भन्यो भने पाथवेमा युज हुने स्किलहरू के छन् त, त्यो स्किल बिल्ड गर्नु। पैसा मात्रै भएर हुँदैन। अनि स्किल बिल्ड गरेर त्यस पछाडि अनि
कसै न कसैसँग सल्लाह चाहिँ लिनु भन्छु म। सल्लाह नलिकन देखाउनका लागि नगर्नु। ए फलानुले गरेछ म पनि देखाइदिन्छु त्यहाँ सुनिन्छ नि कति अब साथीहरू हुन्छन् अब होइन, ए म पनि देखाइदिन्छु, म गर्न सक्छु नि। अघि भाइले नि भन्दै गरेको थियो नि, मलाई मलाई काउन्टर गर्नु तर म सक्छु, बिजनेस गर्न गर्छु, कस्टमरलाई पनि गर्छु जस्तो लाग्छ भने जस्तो लागेर मात्रै हुँदैन। रहर नगर्नु, स्किल बिल्ड गर्नु सुरुमा चाहिँ। जस्तो जे काम गर्नु छ त्यो काममा केही समय आफू गएर काम गर्न सकिन्छ सकिँदैन आफूलाई चिन्नु, अनि मबाट यो काम हुन्छ भन्ने लाग्यो भने मात्रै गर्नु। आफूलाई नचिनिकन चाहिँ सुरु नगर्नु। अनि कसैको चाहिँ कसरी पनि बिग्रिएको छ भने ओए त खतरा छस् यो गर्न साथीले भनिदिन्छ कि यसो 1-2 प्याक टुच्चा लगाएको बेलामा नि ए त खतरा छस् यार यो काम गर तैँले गर्दा हो सबै, त खतरा छस् गर, बरु म पैसा हालिदिन्छु भन्छ, पैसा पनि हालिदिन्छ बरु। तर त्यो सल्लाह दिने साथीलाई पनि उसको कति क्यापेबल छ थाहा छैन नि त। उसले भनिदियो देखेकै भरमा, बाहिरबाट देखेको भरमा जज गरेरै दियो नि त। अनि ऊ पनि अब अर्को साथीले भन्यो म त खत्रै छु भनेर उसले पनि गरिदिन्छ क्या अब। तर उसले आफूले पनि चिनेको हुँदैन नि त, आफूलाई त चिन्नु पर्यो। आफू गर्न सक्छु सक्दिनँ भनेर आफूलाई चाहिँ चिन्नुपर्छ। एकदम अब यही नोटमा आफूलाई चिन्नुपर्छ, आफै कन्फिडेन्ट भइसकेपछि बल्ल अनि मात्रै सुरु गर्नुपर्छ। सल्लाह लिनलाई अप्ठ्यारो नमान्नु। जस्तै अब कसैले केही गर्नु खोजिरहेको छ, अब रेस्टुरेन्टको पाटोमा चाहिँ है, अब अरू ट्रकिङ बिजनेस गर्छु भने मसँग आएर कसैले पनि नसोध्नु, ट्रकिङ बिजनेस गरेकै मान्छेलाई सोध्नु होइन। अनि अरू टाइपको बिजनेसहरू धेरै टाइपको बिजनेसहरू छ नि त। अब यहाँ त अब रियल्टर्सहरू छन्, रियल्टर बन्नु मन लाग्यो भने रियल्टरसँग गएर सोध्नु पर्यो। अब फाइनेन्सतिर जाने हो भने त्यतातिरको मान्छेलाई सोध्नु पर्यो। रेस्टुरेन्ट सम्बन्धीको चाहिँ कुनै केही बिजनेस गर्नुपर्छ भने हिडन कस्टहरूकोदेखि लिएर अरू कुराहरू चाहिँ नि कति कुराहरू हुन्छन्, ती कुरा मलाई पनि हिमालयनको दाजुले नि मलाई धेरै कुराहरू भनिदिनु भएको छ। अहिले पनि म ग्रेटफुल छु उहाँसँग होइन। उहाँले धेरै सानोतिनो कुराहरू मलाई बताइदिनु भएको थियो। 2 आवर्सको लगभग हाम्रो कन्भर्सेसन भएको थियो। त्यतिखेर उहाँले धेरै सानातिना कुराहरू बताइदिनु भएको छ। आज पनि दाइलाई सम्झिन्छु नि त मैले। त्यस्तै कसै न कसैलाई स्पेस दिनु, सोध्न पाइन्छ। मलाई नि मेरोमा कम्फर्टेबल हुने मान्छे मेरोमा आउँदा हुन्छ, अरूकोमा कम्फर्टेबल हुने मान्छे त्यहाँ गए हुन्छ। कतिजना अहिले त धेरैजना सक्सेसफुल भइसक्नु भएको छ। नेपालीहरू धेरैजनाले राम्रो गरिराख्नु भएको छ। यहीँ क्यालगरीमै पनि धेरैजना राम्रो हुनुहुन्छ। उहाँहरूसँग गएर उहाँहरूले गरेको कुराहरूको सल्लाहहरू लिनुहोस् र स्किल बिल्ड गर्नुहोस्। स्कोप एकदमै राम्रो छ, एकदमै राम्रो छ। रेस्टुरेन्ट बिजनेसमा आए हुन्छ। ओके, अब यही नोटका साथ अब हामी अब 2 घन्टा पनि मोटामोटी हुन लागिसक्यो कुरा गर्दा गर्दै होइन। अनि राम्रो कुराकानी गर्यो। यही नोटका साथ अब हामी इन्डिङ छौँ। दाइलाई एकदम धेरै धेरै धन्यवाद यो समयका लागि र विश यु भेरी गुड लक अबको नयाँ भेन्चर्सहरूको लागि। दाइले अघि 7 भन्नुभएको थियो, दाइको 17वटा आउटलेट आओस् 2-3 वर्षमा। थ्याङ्क यू, विश यु भेरी गुड लक। अनि अझै यस्तै सक्सेसको समिटहरू अझै पार गर्दै जानुहोस्। र दाइलाई केही छुटेको जस्तो लाग्छ भने हाम्रो अडियन्सलाई आफूले भन्नुपर्ने कुरा केही छ भने अन्तिममा थोरै भनिदिनुहोस्। अब सुरुमा त भाइलाई नै धन्यवाद दिँदै म पनि क्लोजिङ गर्छु नि त। अब अपर्च्युनिटी पनि को रूपमा पनि लिन्छु म होइन, किनभने म यो मिडिया सोसियल यस्तो कुराहरूमा धेरै कम जाने मान्छे। मलाई त्यति रुचि पनि नभएको होला। म चाहिँ आफ्नो फ्लोरमा बढी रमाउने अनि अरूतिर त्यति कम नै जाने खालको मान्छे भएको हुनाले होला रेस्टुरेन्टमा आउँदाखेरि तिनीहरू रिलेसन बिल्ड गर्ने मान्छेहरूसँग यसरी बाहिर गएर गरिरहेको थिएन नि त। अनि आज भाइले पनि गर्न खोजेको कामको लागि भाइलाई पनि सपोर्ट होस् भन्ने हिसाबले आज आइयो, कुरा गर्न पाइयो। अब धेरैजनाले जसले मलाई चिन्नुहुन्छ, चिन्नुहुन्न, नचिन्नेले पनि आज यसको माध्यमबाट चिन्न पाउनुहुने हुन्छ। अनि अब चिन्नु भएको छैन भने आउनुहोस्। पाथवे बर्गर एन्ड मोमोजका अब 2-3वटा ब्रान्चहरू क्यालगरीमै हुन्छन्, त्यतैतिर आउनुहोस्, भेट हुन्छ। एडमन्टनतिर जानुभयो भने मोमो किचन भनेर अलरेडी एउटा इस्टाब्लिस रेस्टुरेन्ट भइसकेको छ, त्यता जानुहोस्। त्यहाँ गएर एप्रोच गर्न सक्नुहुन्छ। कतै केही गर्न चाहनुभयो भने आउनुहोस्, निर्धक्कसँगले बसेर कुरा गरौँला अनि आफ्नो व्यवसाय अरू रेस्टुरेन्ट व्यवसाय गर्न सक्नुहुन्छ भनेर भन्न चाहन्छु। हस्, धन्यवाद। थ्याङ्क यू सो मच दाइ। थ्याङ्क यू भाइ, थ्याङ्क यू।